अनि सबैजनालाई नेपाल हर्टिकल्चर सोसाइटीले सञ्चालन गरेको यो टक प्रोग्रामको तेस्रो सिरिजमा छौँ र आज हाम्रो बिचमा हुनुहुन्छ लामो समय हर्टिकल्चर सेक्टरमै काम गर्नुभएको र हाम्रो पूर्व सहसचिव हाम्रा सबैका आदरणीय रामबदल शाह सरज्यू। उहाँले आफ्ना नेपालमा हेरेका कन्टेक्स्ट अनुसारका सिट्रस र ट्रपिकल फ्रुटको बारेमा उहाँसँग हामी आज कुराकानी गर्छौँ र यो कुराकानीमा सहजीकरण गर्दै हुनुहुन्छ हाम्रो सोसाइटीको सचिवज्यू डाक्टर कालिका प्रसाद उपाध्याय र यस कार्यक्रमको चाहिँ सभापतित्व गरिदिनु हुन म चाहिँ यस नेपाली सोसाइटीका हाम्रा श्रद्धेय अध्यक्ष आदरणीय हाम्रा कौशल कुमार पौडेलज्यूलाई चाहिँ अध्यक्षता ग्रहण गर्न अनुरोध गर्दछु र यसै एवं रीते सबैजना हाम्रा जति मेम्बर हुनुहुन्छ हैन, जता विशिष्ट हुनुहुन्छ, मैले मान्न पर्ने सबैलाई नमस्कार गर्दै म हाम्रो अध्यक्षज्यूलाई केही कुरा यसमा प्रकाश पार्दिन म अनुरोध गर्दछु। हस्, धन्यवाद महासचिवज्यू। अब यहाँहरू धन्यवाद। आज हामी तेस्रो यो हर्टिकल्चर टक सिरिजको तेस्रो एपिसोडमा पुगेका छौँ। पहिलो दोस्रोमा पनि अलिअलि गर्दै गर्दै हामी यहाँ पुगेका छौँ। वास्तवमा अब अलिकति म्याच्योर्ड पनि हुँदैछौँ हामी। यसलाई हामीले कन्टिन्यू लाने, खास गरेर हाम्रो विज्ञता हासिल गर्नुभएको तर धेरै सम्पर्कमा आउन नसक्नु भएको सरहरूलाई पहिला प्रायोरिटीमा राखेर हामीले यो सिरिज सुरु गरेका हौँ। त्यसै गरेर आज रामबदल सर हामीसँग हुनुहुन्छ। वास्तवमा उहाँको ठुलो एक्सपर्टिज छ। उहाँले सुन्तलामा पनि धेरै काम गरेको मलाई थाहा छ र त्यसमा पनि विशेषतः उहाँको ट्रपिकल फ्रुटमा र अझै आँपमा त उहाँले गत साल म्याङ्गो सिम्पोसियममा एउटा किनोट नै प्रेजेन्ट गर्नुभएको थियो। अब यो केही एक्सपिरियन्सहरू जरुरी छ, किनभने हामीले अहिलेको खास गरेर युवा पुस्ताको लागि अझै जरुरी छ। कति कुराहरू ग्याप पनि हुँदै गएको छ। हर्टिकल्चर फार्महरू किन खुलेका थिए भन्ने कुरा पनि मान्छेले बिर्सिया हो कि भन्ने खालको अवस्थामा पुगेका छौँ हामी कता कता। किनभने हाम्रो एजुकेसनले त्यसलाई ब्याकअप गर्दैन। साथीहरू आएर फार्ममा काम गर्नुपर्छ। हिजो मात्रै हाम्रो उमेश सर र म कुरा गर्दै थियौँ। अब आएर काम गर्नुपर्ने एउटा फिल्ड हुन्छ, अनि हाम्रो एजुकेसनले पनि कति कुराहरू ब्याकअप गरिरहेको छैन। यो सबै कुरालाई अलिकति बेस बन्छ भनेर हाम्रो आदरणीय अग्रज सरहरूबाट हामीले अनुभव लिने र नयाँ कुराहरूलाई पनि कन्भर्स गर्दै अगाडि जानुपर्छ भन्ने उद्देश्यसहित हामीले यो प्रोग्राम सुरु गरेका हो। हामी क्रमशः प्रशस्त सरहरूलाई ल्याउँछौँ। कति सरहरू यहीँ नै हुनुहुन्छ, जो सरहरूलाई हामीले विभिन्न एक्सपर्टको रूपमा ल्याउनुपर्छ पछि। त्यो हाम्रो उद्देश्यमा छँदैछ। र आज म धेरै कुरा नगरिकन, ढिलो पनि भइसकेका छौँ, यहाँहरू सबैलाई आदरणीय सरहरू, साथीहरू सबैलाई मैले स्वागत गरेँ आजको यो तेस्रो सिरिजमा। र कार्यक्रम सञ्चालन गर्नको लागि हाम्रो सचिवज्यू, हाम्रो उपसमिति नै छ यसको, रामबहादुर सर पनि यहीँ हुनुहुन्छ र त्यसमा आज संयोजन गरिदिनु भएको छ हाम्रो डाक्टर कालिका सरले, जो हाम्रो लागि अनुरोध गरेँ र रामबहादुर सर अघिदेखि तयार भएर बसिसक्नु भएको छ। अब जुन रूपमा हुन्छ, भर्बल रूपमा हुन्छ, प्रेजेन्टेबल फर्ममा कति आउँछ, जसरी हुन्छ सरको कुरालाई हामीले लिनेछौँ र यसलाई हामी रेकर्ड पनि गर्छौँ। हस्, नमस्कार सबै सर म्याडमहरूलाई। आज हामी बागवानी सम्वादको तेस्रो र यहाँ वरिष्ठ बागवानी विज्ञ रामबदल शाह सर आज हामीसँग हुनुहुन्छ। विक्रम सम्वत 1997 सालमा धनुषाको सबैलामा जन्मिनुभएका वरिष्ठ बागवानी विज्ञ रामबदल शाह नेपालको कृषि विकासका पहिलो पुस्ताका विज्ञ हुनुहुन्छ। विक्रम सम्वत 2019 सालदेखि सरकारी कृषि सेवामा प्रवेश गरी मालेपाटन, किर्तिपुर, पारिपातले जस्ता फार्ममा रही फलफुल विकासमा योगदान गर्नुभएको थियो। उहाँले कक्षा 9 र 10 को अनिवार्य बागवानी 2029 सालमा फलफुल बाली संरक्षण, तरकारी बाली संरक्षण, सिट्रस फ्रुट, सुन्तला जाति म्यानुअल जस्ता पुस्तिकाहरू पनि लेख्नुभएको थियो। विक्रम सम्वत 2049 सालमा सेवानिवृत्त भएपछि पनि नर्सरीका माध्यमबाट कृषिमा योगदान गर्नुभएका शाहले विक्रम सम्वत 2034 सालमा नै निजी नर्सरी स्थापना गर्नुभएको थियो। हाल उहाँ अहिले 88 वर्षको हुनुहुन्छ र यो बेलामा पनि उहाँको सक्रियता देखेर हामीलाई पनि जोस जाँगर, एउटा प्रेरणा जागेर आउँछ र उहाँको स्थानीय स्तरमा पनि धेरै सङ्घ संस्थाहरूसँग उहाँ आबद्ध हुनुहुन्छ। हाम्रो हर्टिकल्चर सोसाइटीमा पनि उहाँ अझै सक्रिय नै हुनुहुन्छ र उहाँलाई स्वागत गर्दै अध्यक्ष श्रीमान अध्यक्षज्यू, महासचिवज्यू सबैलाई र मेरो कमिटीका सदस्य सरहरूलाई पनि यथोचित सम्बोधन गर्दै यहाँहरू सबैलाई सम्बोधन गर्दै अब मैले यो बागवानी सम्वाद तेस्रो श्रृङ्खलालाई सुरु गर्न चाहेँ। र एउटा के हो भने
फार्महरूको बारे भन्दाखेरि अलिकता सानो एकदम संक्षेपमा म हर्टिकल्चरको इतिहासबारे प्रकाश पार्न चाहन्छु। हुन त संसारमै भएको कुरो हो, हाम्रो देशमा पनि परापूर्वकालदेखि बागवानीको कार्यक्रम कृषक स्तरमा पनि ऋषिमुनिको उसमा पनि भइआएको थियो। कन्दमूल फल भन्न साथ चाहिँ जङ्गलमा भएको मान्छेहरू पनि खाने गर्थे। पछि आफ्नो आफ्नो घर परिवारमा सबैले केही न केही लगाएरै हुन्थे। तर यसमा हर्टिकल्चरको एउटा सुरुवाती चरण कदम जुन छ नि, त्यो श्री 5 महाराजा धीराज रणबहादुर शाहले बगैँचा स्थापनाबाट उहाँको प्रधानमन्त्री र कप्तानहरूले पनि बगैँचा स्थापना गर्न थाल्नु भएको, धेरै बगैँचाहरू गर्नुभएको थियो। त्रिशुलीमा किञ्चित बगैँचा, सेरा बगैँचा, हसिमिनिया बगैँचा, रौतहटमा, मिर्चैयामा, यस्तै किसिमबाट धेरै ठाउँका बगैँचाहरू उस बेलामा स्थापना भएको थियो। र यसको साथै हाम्रो देशको सम्पर्क भनेपछि बेलायतहरूसँग र जापानहरूसँग पनि त्यस बेला पनि थियो। त्यस बेलामा पनि उहाँ विदेशबाट आएका धेरै मूल्यवान फलफुलहरू, स्याउकै भए, आलु भए, आलुबुखरा भए, नासपाती भए, यो हलुवा बेल भए, यी सबै बिरुवाहरू पनि ल्याइएका थिए। भनेपछि यो चाहिँ मासिन्छ कि भनेर उहाँहरूकै उसमा गएर एउटा 2009 सालमा यो ककनीमा के अरे स्थापना भएको थियो एउटा फार्म। र प्लान्ट इन्ट्रोडक्सन भनेपछि गोदावरीमा र बालाजीमा राखेको थियो, त्यही विषयवस्तुको संरक्षणको लागि। यस किसिमबाट भएर आएपछि करिब अनि यसै सन्दर्भमा चाहिँ उहाँहरूकै सक्रियतामा विक्रम सम्वत 1979 मा इन्डियाबाट एउटा फ्रुट एक्सपर्ट भनेर चाहिँ उहाँहरूले सल्लाहको लागि कि उहाँको सल्लाह अनुसार बगैँचाहरू चाहिँ लगाउनुपर्छ वैज्ञानिक तरिकाबाट भनेर 1979 मा एकजना एचडिसी पाल हर्टिकल्चरिस्टलाई फ्रुट एक्सपर्टले बोलाउनु भएको थियो। उहाँको गाइडेन्समा चाहिँ धेरै काम क्रियाकलापहरू पनि भएको थियो। यसै क्रममा चाहिँ अब 2005 देखि 9 सम्म केही सरकारी फार्महरू युएसएबाट अरू एडबाट पनि खोलिएको थियो। जस्तै परवानीपुरमा के अरे इटहरी नजिक हाम्रो तरहारामा यस किसिमबाट फार्महरू चाहिँ खोलिएको थियो। अनि ती फार्महरूमा चाहिँ पनि हर्टिकल्चर अन्नबालीको साथै हर्टिकल्चर पनि भइरहेको थियो। यसै क्रममा चाहिँ अब यो भयो। अनि भारतको उसबाट चाहिँ ग्राम विकास कार्यक्रम अन्तर्गत चाहिँ 2016 सालसम्म चाहिँ विभिन्न स्थानमा चाहिँ विभिन्न किसिमका फलफुलहरूको बिरुवाहरू चाहिँ कृषकहरूमा पुर्याउने काम पनि धेरै भएको थियो। तर 17 सालको अलि परिवर्तनले गर्दाखेरि त्यहीलाई कन्टिन्यू गर्नको लागि भारत सरकारबाट नेपाल सरकारलाई एड मिसन भनेपछि सहायता नियोगको रूपमा चाहिँ हर्टिकल्चरको विकासतर्फको योजनाहरू बनाएर दिएपछि स्वीकृत भएपछि कार्यक्रमहरू अगाडि बढेको थियो। तर योभन्दा अगाडि भनौँ न जुन पुरानो इतिहास भन्दाखेरि 2004 सालमा खर्ब निशान सनद गराएपछि त्यहाँबाट हर्टिकल्चरको एउटा प्रारम्भिक चरण चाहिँ स्थापित भयो। अनि त्यही क्रममा चाहिँ अर्को अन्य विकासहरू हुँदै गएको थियो। अनि यसै किसिमबाट आउँदाखेरि अब 2016 सालदेखि चाहिँ यो बागवानी फार्महरूको स्थापना नेपालको विभिन्न क्षेत्रमा कुना काप्चामा पनि फार्महरूको स्थापनाहरू हुँदै गयो। जसको एउटा मसँग 2033 सालमा 2033 सालमा मैले यो बागवानी परिचय र कार्यक्रम भनेर एउटा
सर्कुलर स्टाइल फर्ममा यो तयार गरेको थियो त्यो सबै किसिमको डिटेल्स त्यो फार्मको डिटेलहरू जसमा फार्मको लोकेसन उचाइ त्यहाँको वातावरण जलवायुको अवस्था तापक्रम र त्यसको कार्यक्रम समेतको चाहिँ उल्लेख गरेर त्यो पुस्तक एउटा गाइडको लागि तयार गरिएको थियो त्यसबेला मतलब 2032 सालसम्ममा हाम्रो यहाँ देशमा हुम्लादेखि लिएर धनकुटा र इलामसम्मको लागि कुरा गरौँ भनेपछि 27 वटा बागवानी फार्महरूको स्थापना भइसकेको थियो र म अलि त्यसमा मेरो अगाडि पनि अग्रसर हुन्थे म चाहिँ 2018 साल 19 साल भन्नुभएको थियो 2018 सालमा नियुक्ति भई पोखरामा गएको थिएँ मुख्य रूपमा दार्जिलिङ सिट्रसको फार्म थियो र त्यहाँ त्यस बेलामा केही पनि पाइँदैन तरकारी पनि नपाइँदैन पूर्ण रूपले अनि यही क्रममा चाहिँ त्यहाँ 2018 सालमा 19 सालमा कीर्तिपुर आएँ अनि मैले एडमिसन भारत सरकारको एम्बेसीबाट मैले माग गरेको जनकपुरमा पनि बागवानी फार्म राख्नुपर्छ त्यो धार्मिक स्थान हो एउटा बगैँचा हुनुपर्छ पहिलाको रामायणमा धेरै वर्णन छ तर अहिले त्यहाँ केही छैन त्यस्तो भनेर उहाँले स्वीकृत गरिदिनु र मलाई 2020 सालमा जनकपुर पठाउनुभयो बागवानी फार्म स्थापना गर्नको लागि यसै किसिम क्रमले देशको अनेक ठाउँमा भने नि मैले हुम्ला जुम्ला गरेर चाहिँ इलामसम्मको हरेक ठाउँमा डोटी भैतरी दैलेख आदि आदि ठाउँमा चाहिँ हरेक ठाउँमा चाहिँ यस किसिमबाट चाहिँ स्थापना हुँदै गरेको थियो अनि यी फार्म स्थापनाको लागि जुन कुरो सोध्नुभयो यहाँले फार्म स्थापनाको मुख्य उद्देश्य थियो जस्तो कि इन्ट्रोडक्सन गरे संरक्षण गर्ने पनि त्यही मूल उद्देश्य थियो कि बागवानी भएको चाहिँ स्थानीय र बाहिरबाट ल्याएका फलफुल बिरुवाहरूको संरक्षण र संवर्धन मूल उद्देश्य थियो त्यसको त्यही किसिमबाट त्यही आधारमा चाहिँ फलफुलको फार्महरू खोलियो त्यस बेलामा सरहरूले म्युट गरिदिनु पर्यो कतिपय सरहरूको आवाज आइरहेको छ त्यसमा त्यही फार्महरूमा चाहिँ स्थापना हुँदाखेरि जस्तो अब कीर्तिपुरमा खोलियो 2017 सालमा धनकुटामा चाहिँ 2017 सालमा पोखरामा 2018 सालमा यस्तै किसिमबाट चाहिँ हरेक ठाउँको विवरण छ यी फार्महरू खोल्दाखेरि जस्तो कीर्तिपुरमा स्याउ र सिट्रस गर्न खोज्यो कीर्तिपुरमा त्यस बेलामा तापक्रम यति तल जान्थ्यो कि सिट्रस प्लान्टहरू हरेक भेटाइको मौसमी माल्टा सुन्तला आदि सबै कुरो रोपिएपछि पनि जाडोमा आउँदाखेरि सबै हिउँदले तुषारले चाहिँ सखाप भयो भनेपछि त्यहाँ चाहिँ सिट्रस हुँदैन कीर्तिपुरमा भनेर चाहिँ त्यसलाई बन्द गरियो स्याउ त लगाएकै थियो स्याउ दामनमा हेलेम्बुमा कीर्तिपुरमा यसमा पनि स्याउ लगाएको थियो हेलिकप्टरबाट स्याउ चाहिँ पुगेको थियो बिरुवा जुम्लामा हुम्लामा यस किसिमबाट चाहिँ फार्महरू खोल्दाखेरि यो चाहिँ फार्महरू खोल्दाखेरि एउटा स्रोत केन्द्रको लागि यी बिरुवा उत्पादन त सबै ठाउँ गर्न सकिँदैन यस अवस्थामा कठिन अवस्था त्यस बेलामा महादुर्गम पोखरामा म नियुक्त जाँदाखेरि पनि मलाई त अति दुर्गम स्थान जस्तो लागेको थियो तर हवाई जहाज बाहेक अर्को कुनै उपाय छैन त्यहाँ भैरवा र काठमाडौँ दुईटै ठाउँ जानु यस्तो किसिमको दुर्गम स्थान थियो भनेपछि अरू ठाउँ कस्तो होला दुर्गम भने अनुमान गर्न सकिन्थ्यो त्यसमा पैदल बाहेक अर्को कुनै यात्रा थिएन त्यसैले ती बिरुवाहरू संरक्षणको लागि र संवर्धनको लागि बिरुवाको मल्टिप्लिकेसनको लागि दामन हेलेम्बु कीर्तिपुर यी ठाउँहरू सिलेक्ट गरिएको थियो अर्को थियो कि फार्महरूको नाम कुन कामको लागि फार्महरू स्थापना गरिएको थियो त्यो पनि त्यस बेलामा एउटा अध्ययनको विषय पनि थियो भने त्यसले फार्मको नाम
अनुसन्धान केन्द्र कीर्तिपुर, फलफुल अनुसन्धान केन्द्र कीर्तिपुर, सुन्तला विकास अनुसन्धान केन्द्र धनकुटा र सुन्तला विकासको अनुसन्धान केन्द्र उप 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 केन्द्र पोखरा, यस किसिमबाट र लगाउने ठाउँहरू दामन, हेलेम्बु आदिमा पनि स्याउ लगाएको थियो। यी ठाउँहरूमा स्याउ हुन सक्छ कि सक्दैन, किनकि स्याउ त अलिकति ड्राई कन्डिसनमा हुनु पर्यो, चिल्लो भए पनि चिलिङ भए पनि ड्राई हुनु पर्यो। तर हामी कहाँ बर्खा, यो क्षेत्रमा बर्खा बढी हुने, केही वर्षपछि थाहा भयो दामनमा हेलेम्बुमा स्याउ त्यतिको फर्स्ट 100% हुँदैन। कीर्तिपुरमा स्रोत केन्द्रबाट त्यो स्रोत केन्द्र भयो, त्यहाँबाट बोट बिरुवा कलमी गर्ने काम चाहिँ बन्द भएन, धेरै समयसम्म त्यो गरेर त्यो नै टेम्परेट फ्रुटको बिरुवाको स्वरूप दिन्थ्यो। त्यस बेलामा बिरुवाहरू चाहिँ कश्मीरबाट ल्याउनु पर्थ्यो स्याउको बिरुवा। र फर्स्ट तपाईँले भन्नुभयो, मैले सिट्रसमा त गरेँ नै, आँपमा पनि भयो, तर प्रथम मेरो काम थियो स्याउ। त्यसै किसिमबाट त्यसमा चाहिँ मूल रूपले जातीय संरक्षण र सम्वर्धनको विषयहरू थियो। र मूल त उद्देश्य भनौँ न, टपमा उद्देश्य भनेपछि त हाम्रा जनता कसरी उहाँहरूको आय स्तर, आर्थिक उन्नति र जीवन स्तरमा चाहिँ सुधार हुने भन्ने एउटा कुरो थियो। देशलाई चाहिँ जिडिपी ग्रोथमा चाहिँ हर्टिकल्चरले कति चाहिँ योगदान दिन सक्छ, त्यसको पनि धेरै मूल चाहिँ त्यो उद्देश्य भएपछि त्यसपछि हामीले बालीतर्फ आएर चाहिँ बाली स्रोत केन्द्रहरूको स्थापना र त्यसैको आधारमा भएको थियो। अर्को दोस्रो थियो चाहिँ गुणस्तरीय बिरुवा उत्पादन र वितरण। कृषकहरूमा यो फार्महरूमा बिरुवा उत्पादन, त्यस बेलामा अरू उपाय थिएन, फार्महरू एउटै थियो जसले चाहिँ बिरुवा उत्पादन गर्न सक्ने टेक्निसियनहरूको आधारमा, र त्यसले गर्दाखेरि बिरुवा उत्पादन र वितरण यो पनि एउटा मूल उद्देश्य थियो। अनि त्यहाँ हरेक ठाउँबाट बिरुवा उत्पादन भएर कीर्तिपुर, दामन, फालडा जति फार्म त्यहाँबाट भएर कृषक कहाँसम्म चाहिँ पुर्याउने लिङ्क चाहिँ जिल्ला कृषि विकास कार्यालयहरूबाट पाइरहन्थ्यो। श्रममा भनौँ भनेपछि अनुसन्धान र प्रविधि विकास यो पनि एउटा अङ्ग थियो, जसको अनुसन्धान केन्द्र र उपकेन्द्रहरू खोल्दाखेरि त्यस विषयको अनुसन्धान कार्यक्रमहरू त्यस सँगसँगै भएको थियो। छुट्टै युनिट अनुसन्धानको थिएन, त्यही फार्ममै अनुसन्धानको कार्यक्रम पनि भइरहन्थ्यो। बिरुवा उत्पादन, म्यानेजमेन्ट, उत्पादन, बिउ उत्पादन आदि कामहरू पनि हुन्थ्यो। त्यसैले अनुसन्धानको र के अरे प्रविधि विकासको कार्यक्रम त्यहाँ चाहिँ हरेक फार्ममा, अनुसन्धान फार्ममा। बाँकी चाहिँ फार्महरूमा चाहिँ नामको आधारमा के थियो भने नाम त्यस बेलामा ट्रायल अर्चार्ड कम नर्सरी यस्ता फार्महरू पनि थियो। ट्रायल अर्चार्ड कम नर्सरी भने यी फलफुलहरू त्यो फार्ममा हुन्छ कि हुँदैन, कस्तो किसिमको छ अवस्था, माटो, वातावरण सबै, र नर्सरी, यी दुईटा कुरोलाई धेरै ध्यान दिएर त्यो फार्महरूको नामाकरण पनि त्यस किसिमबाट भएको थियो। भने अब गुणस्तरीय बिरुवाको उत्पादन र वितरण पनि त्यसमा चाहिँ नामको आधारमा चाहिँ सबै कुरो भएको थियो। बिउ समेत, तरकारीको बिउहरू पनि त्यसको परीक्षण, वितरण र कृषकको आय स्तरमा वृद्धि, यस्ता कुरोहरू त्यसमा राखिएको थियो। अर्को कुरो के भने स्वास्थ्य भनेपछि त धेरै नै टप मोस्ट चिज हो। भनेपछि यो पोषण सुधार एउटा त्यसमा उद्देश्यमा पनि त्यो पनि हुन्थ्यो। र एउटा मूल जुन बेलामा जुन उद्देश्य थियो आजसम्म त्यो चाहिँ हटाउन सकेको छैन र हटेको पनि छैन, हट्दैन पनि जस्तो लाग्छ। त्यो विषयमा आत्मनिर्भरता हासिल गर्ने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धन गर्ने, यी चाहिँ रहिरहेको छ। भनेपछि हामी पहिला धेरै राम्रो थियो। यस विषयमा त बोट बिरुवाको लागि 2032 सालमा योजना आयोगको छलफलमा म पनि थिएँ टेकुमा। अनि त्यहाँ चाहिँ गहुँको बिउमा आत्मनिर्भर हुने भनेर चाहिँ त्यहाँ राखेपछि मलाई पनि त्यहाँ झसक आयो। खै फलफुल बिरुवा चाहिँ बाहिरबाट ल्याउँछौँ, इन्डियाबाट ल्याउँछौँ भने बिरुवामा पनि आत्मनिर्भर हुनु पर्यो भनेर कार्यक्रम राख्दाखेरि त्यो स्वीकृत भयो। त्यसैको आधारमा कृषि वर्ष 2032-33 सालदेखि
हरेक जिल्लामा प्राइभेट नर्सरी स्थापना गर्ने भनेपछि त्यो लक्ष्यको रूपमा चाहिँ आउँदै गयो र 5 वर्षमा त्यसले 75 जिल्लामा नर्सरी खोल्ने भनेपछि आज त यो देख्न पाएँ र सुन्न पाएँ भनेपछि हाम्रो अरूमा जेसुकै भए पनि अरू बिमा चाहिँ के कस्तो छ हामी फलफुल बिरुवामा पक्कै पनि आत्मनिर्भर छौँ। यसमा हामी बाहिरबाट अहिले ल्याउनु पर्दैन, विशेष किसिमका बिरुवा बाहेक अरू बाहिरबाट ल्याउँदैन। तराईको बोट बिरुवा अब इन्डियाको छिमेकी स्थानहरूमा पनि जान्छन्, पहिला उतैबाट आउँथ्यो। यो एउटा ठुलो एचिभमेन्ट पनि थियो। त्यसपछि चाहिँ वातावरण संरक्षण हाम्रो योगदान त जस्तो अब अहिले वनको विनाश हुँदैछ भने त्यसको ठाउँमा चाहिँ धेरै हदसम्म चाहिँ हाम्रो हर्टिकल्चरको बिरुवाले चाहिँ वातावरण संरक्षण र भूक्षयको रोकथाममा चाहिँ त्यसको बेलाको उद्देश्यमा र अहिले पनि त्यो काम चाहिँ गर्दैछ। यहाँले जुन उद्देश्यका साथ ती खोलिएका थिए भन्नुभयो फार्म केन्द्रहरू, ती फार्म केन्द्रहरू अहिले सञ्चालन जसरी भइरहेका छन् त्यो उद्देश्य अनुरूप भइरहेका छन् कि के छ, त्यो बारेमा सरले प्रश्न पारिदिनु भयो हुन्थ्यो। ओके, अब मैले देखेपछि अब फारममा पहिलाको स्थिति चाहिँ अहिले पटक्कै छैन। त्यस बेलामा मलाई याद गराइदिनु भयो, धेरै राम्रो धन्यवाद। त्यस बेलामा के थियो भने प्राविधिक भए पनि विभागीय स्तरमा भए पनि के गरौँ कति गरौँ भन्ने एउटा आफैभित्र सबैमा पनि जोस थियो। त्यस बेलामा चाहिँ आवागमनको सुविधा थिएन, पैदल भए हवाईजहाजबाट कहीँ कुनै सन्दर्भमा पुर्याइदियो, त्यसपछि पैदल नै कृषकको घरसम्म पुग्नु पर्थ्यो भने र त्यसमा हरेक प्राविधिकमा के गरौँ कसरी गरौँ कति गरौँ भनेपछि एउटा जोस थियो। त्यो पछिको पुस्तामा चाहिँ अलिकता त्यतिको चाहिँ नदेखिएर त्यो पैसातिर चाहिँ बढी गएको जस्तो पनि लाग्यो र सरकारमा पनि परिवर्तन भएपछि 2048 सालमा 2062 सालमा जुन परिवर्तन भयो, जस्तो प्राविधिकहरूदेखि लिएर प्रशासनिक कर्मचारीहरूको सबैमा चाहिँ अनिवार्य अवकाश भयो। त्यस बेलामा धेरै नै काममा चाहिँ ह्याम्पर भएर एउटा जिरो लेभलमा चाहिँ विकासको काम गएको थियो। बिरुवा उत्पादन आदि सबै काममा तल्लो लेभलमा गएको थियो। मान्छेहरू त्यहाँ कहाँ पुग्यो कहाँ पुगेन, कहाँ सर्व भयो कहाँ सर्व भएन, अलिकता अन्यहरूको वातावरण पनि भएको थियो। कहाँ प्राविधिक छ कहाँ छैन, कुन फार्ममा छ छैन। त्यस्तै प्रकारले फेरि अलिकता मोमेन्टम लिएपछि फेरि त्यही 62 सालमा भएपछि यहाँ त राजनीतिको विकास हुन थालेपछि, राजनीतिको विकासतर्फ देश गएपछि अलिकता हाम्रो बागवानीको विकासमा चाहिँ अलिकता सेटब्याक परेको थियो, यो चाहिँ मान्नुपर्छ। र अहिले सङ्घीय संरचनाको हिसाबले 3 तहमा गएपछि जस्तो बागवानी फार्मको 5 वटा बागवानी फार्म भनेपछि फलफुल विकास केन्द्रको नाम लेख्नु। एउटा यो कुरो पनि छ, बागवानी फार्महरूको नाम परिवर्तन धेरै पटक भयो, उद्देश्य पनि भएको होला, तर त्यो अनुसारको काम चाहिँ देखिएन। नाम परिवर्तन त धेरै भयो। अब तर अर्को कुरो के भयो कि नामैले थाहा हुन्छ। फलफुल विकास शाखा 29 सालको एउटा स्ट्रक्चरल परिवर्तन भएको थियो। कृषि विभागको 5 वटा विभागहरू बनेको थियो भने त्यसमा 29 सालमा बागवानीमा र हर्टिकल्चरको विभिन्न सेक्टर, फलफुल विकास शाखा, सुन्तला विकास कार्यक्रम, के अरे आलु विकास कार्यक्रम, तरकारी विकास कार्यक्रम, मसला विकास कार्यक्रम, कफी विकास कार्यक्रम इत्यादि यस किसिमबाट चाहिँ विभिन्न सेक्टरका चिजहरूलाई चाहिँ छुट्टा छुट्टै राखेर त्यसको विकासको पनि धेरै एउटा राम्रो अवसर पनि आएको थियो भने त्यो अलिकता नाम खुम्च्यो। फलफुल विकास केन्द्र भयो, सुन्तला विकास कार्यक्रम अनुसन्धान कार्य चाहिँ त्यो कता कता हराएर अलिकता सानो रूपमा चाहिँ देखा परेको छ।
यस्तै किसिमबाट सेवाको लागि चाहिँ छुट्टै हुनुपर्ने हामी आशा गरेको थियौँ, त्यो पनि भएन। अब सरले अहिलेको पुस्तालाई जो हामी कार्यरत छौँ विभिन्न ठाउँमा, हामीलाई एउटा सजेसन के दिनु पर्यो भने अब तपाईँहरू यसरी जाँदा हुन्छ, यो फार्म केन्द्रहरू राम्रोसँग सञ्चालन गर्ने हो भने अब तपाईँहरूले यसरी गर्दा हुन्छ भन्ने केही सल्लाह सुझाव छ भने सरहरूको त्यो पाउनु। फार्महरूको सञ्चालनको लागि प्रथम त अब 3 तहको सरकार भयो, केन्द्रीय सङ्घीय सरकारमा, प्रदेश सरकार र स्थानीय सरकार। अब माथिदेखि तलसम्म जुन पहिला लाइन अफ कमान्ड थियो, वृद्धि विकास थियो, त्यसको अवसर अहिले कुन कस्तो अवस्थामा थियो वास्तवमा मलाई थाहा छैन। तर मलाई देखेको जस्तो यहाँ हाम्रो यो मध्य प्रदेशको उसमा पनि हेर्दाखेरि लक्ष्य र काठमाडौँ जाँदाखेरि पनि त्यस विषयको हेर्दाखेरिमा के भयो भने सङ्घीय सरकार अन्तर्गत त्यो भाग लिन नपाउने अनि उसको कमान्ड छैन, निर्देशन कसरी आउँछ, कुन कुन माध्यमबाट चाहिँ त्यो तलसम्मको निर्देशन आउँछ, त्यहाँसम्म निर्देशन पुग्छ कि पुग्दैन भनेर एउटा त्यसमा मैले के भन्न खोजेको भने यी सबैको कठिनाइको बावजुद पनि जुन प्राविधिक जुन फार्ममा छ यसमा जुन अवस्था अहिलेको छ त्यसले मूल्याङ्कन गरेर त्योभन्दा बढी मैले के गर्न सक्छु भने उहाँमै प्राविधिकमै आफ्नो जोस जाँगर र ज्ञान सिपको लेनदेन प्रदान गर्न र आदान प्रदान गर्ने अहिलेको त धेरै सजिलो छ। हाम्रो टाइममा त बडा मुस्किल थियो, मान्छे पठाउनु पर्थ्यो वा चिठी पठाएपछि 1 महिनामा पुग्ने, कहिले 15 दिनमा पुग्ने हुन्थ्यो, सर्कुलरै पुग्दैन थियो। अहिले त 1 मिनट पनि लाग्दैन, 1 सेकेन्ड पनि लाग्दैन त्यो आदान प्रदानमा। त्यसमा पनि त्यो आदान प्रदान भयो भनेपछि त्यसबाट पनि मलाई लाग्छ पहिलेको भन्दा पनि अहिले फास्ट हुन सक्ने हो र म्यानेजमेन्ट विकासको काम यी सबै कुरो पनि हुन्छ। अहिले सबै कुरोको सुविधा पनि छ, पहिलाका जस्तो छैन, हरेक चिजको सुविधा अहिले छ। ती सुविधाको उपयोग गर्ने र त्यहाँ भएको प्राविधिकमा सोचको कमी भयो हुँदैन, सोच त्यहाँ भयो भने हुन्छ। अहिले कहिले काहीँ समाचारमा सुन्नुहुन्छ कुनै कुनै स्कुलको प्राइभेट के अरे सामुदायिक स्कुल भए पनि प्राइभेट स्कुल भन्दा पनि राम्रो गरेर देखाएको छ भने त्यो कसको गर्दा त्यहाँको हेडमास्टर कुन किसिमबाट सञ्चालन गरेको छ भने त्यसको आधार भनेपछि त्यही किसिमबाट चाहिँ हामीले त्यो कुरो हस्पिटलको पनि त्यस्तै देखेको छ भने हाम्रो आधारमा पनि त्यो किसिमबाट लिड गर्ने नभएपछि आफैले पनि कति गर्न सक्छौँ। त्यस बेलामा त हामीले भत्ता पनि थिएन, केही पनि थिएन, आफै गर्नु पर्थ्यो, दिनरात खट्नु पर्थ्यो, घरबाट खाएर। अहिले त त्यो पनि छ, भत्ता पनि छ, तलब पनि छ, सबै कुरो छ भनेपछि मलाई विचार गर्छ, म आशा गर्छु सबै कर्मठ कर्मचारीहरू हुन्छ उहाँहरूसँग चाहिँ यो किसिमबाट चाहिँ जानुभयो भने हाम्रो देश विकास, बागवानीको विकास र कृषकको विकास सबैलाई चाहिँ ठुलो टेवा पुग्नेछ र एउटा हामीले एउटा आफ्नो आफ्नो चाहिँ क्रियाकलाप पनि देखाउने अवसर पनि हुन्छ भनेपछि मलाई लाग्छ। यहाँ त के अरे कृषि शिक्षामा पाठ्यक्रममा पनि संलग्न हुनुभयो। अहिलेको बागवानी जुन शिक्षा छ त्यो शिक्षाले अब विषय त अनेकौँ छन्, तर नेपालको परिप्रेक्ष्यमा कस्ता किसिमका विषयहरूलाई शिक्षणमा प्राथमिकता दिनु पर्ला जस्तो लाग्छ सरले? सबभन्दा पहिला कृषिको शिक्षामा जेटीय स्तरको कुनै अधिकृत त थिए, सहायक कार्यकर्ता थिएन भने त्यस बेलामा 16 सालतिर रोकेर जेटीय तालिम केन्द्र चाहिँ मिन भवनमा स्थापना भयो, धेरै वर्षमा चल्यो। त्यसपछि चाहिँ त्यसलाई पनि अलि पछेर भएपछि पछि रामपुरमा कलेज स्थापना कृषि र अहिले त के भयो भनेपछि अब युनिभर्सिटी नै पनि कृषिको आएको छ। कृषिको आएको छ भने यसमा अब के अरे शिक्षाको सम्बन्धमा भन्ने भने यस किसिमको आइसकेपछि
मूल रूपले अहिले शिक्षामा विश्वविद्यालय तह बागवानी फार्महरूको अनुसन्धानको विषयमा अनुसन्धान चाहिँ नभइकन हुँदैन, यो चाहिँ हुनुपर्ने नै चिज हो। तर हमेसा चाहिँ अनुसन्धान एउटा चाहिँ हाम्रो देशमा सायद भयो, नार्क बनेपछि अलिकता त्यस अनुसन्धानतिर त भयो, तर पनि अलि त्यसको अनुसन्धानको चिजहरू चाहिँ कृषकसम्म चाहिँ आएको छैन भने त्यसमा म बुझ्छु शिक्षामा, कृषि शिक्षामा पनि, बागवानी शिक्षामा पनि अनुसन्धानतर्फ र कृषकसँग अनुसन्धानदेखि कृषकसम्म को लिङ्क कसरी हुन्छ त्यो अनुसन्धानबाट त्यो कसरी लैजान सकिन्छ र पाठ्यक्रममा त्यो कसरी चाहिँ त्यो कुरोलाई समावेश गर्न सकिन्छ भनेपछि अहिलेको सन्दर्भमा नयाँ खोज हामी कहाँ अहिले भएका चिजहरू पनि र ठान्ने चिजहरूको पनि खोज भइसकेको छैन। त्यस बेलामा हामी अलिअलि गरेका थियौँ, तर पछि चाहिँ त्यो खोज नभइकन त्यो अलि अनुसन्धानमा त्यो हाइब्रिडाइजेसनमा के अरे तरकारीमा त जान सक्यो, तर खास गरिकन फलफुलमा के भयो भने लङ टर्म प्लान्ट भएको हुनाले रिजल्ट चाहिँ 5 वर्ष 7 वर्ष नभइकन चाहिँ फल्ने अवस्थामा नपुगेसम्म चाहिँ त्यसको रिजल्ट नआउने हुनाले विदेशी सरकारबाट आएको एडहरू सहायताहरू पनि बागवानीको फलफुलतर्फ चाहिँ आउन सकेन। त्यसले गर्दाखेरि फलफुल चाहिँ पछाडि परेको, फलफुलको अनुसन्धान पछाडि परेको अलिकता लुम्लेमा र नार्क अन्तर्गत अलिकता लुम्लेको केही चाहिँ भइरहेको छ। त्यसलाई पनि शिक्षा पद्धतिमा चाहिँ ल्याउनु पर्ने अति आवश्यक छ र शिक्षामा चाहिँ त्यो पाठ्यक्रममा नै हाम्रो यो अलिकता त्यसमा चाहिँ परिवर्तनमा जुन पहिलाको जुन नीतिगत चिज छ, नीतिगतको बाहेक पनि व्यवहारिकता, अब हाम्रो आवश्यकता, हाम्रो देशको आवश्यकता, कृषकको आवश्यकता, यी सबै कुरालाई देखेर चाहिँ पाठ्यक्रममा चाहिँ सुधार ल्याउनु पर्ने आवश्यक हुन्छ। सरले प्रारम्भिक कालदेखि हालसम्मका धेरै कुराहरू समेटेर हामीलाई जानकारी पनि गराउनु भयो। एकदमै जति सर म्याडमहरू उपस्थित हुनुहुन्छ सबैलाई यो सुनेर रोचक पनि लागिरहेको होला भन्ने मलाई आशा पनि छ। हामी दोस्रो सेगमेन्टमा प्रवेश गर्दैछौँ। यहाँ त फलफुल विकासमा लामो अनुभव लिनुभएका व्यक्तित्व पनि हुनुहुन्छ र अघि मैले भने सुन्तला र आँप उष्ण प्रदेशीय फलफुलहरूको बारेमा कुरा गरौँला भनेर यहाँले बिचमा आफैले पनि कोट्याउनु भयो। मैले स्याउमा पनि काम गरेको छु भनेर स्याउ पनि जोड्न सक्नुहुन्छ र नेपालमा स्याउ, सुन्तला र आँपको जुन अवस्था छ अहिले त्यसलाई सुधार गर्नका लागि अनुसन्धान क्षेत्रले र प्रसार क्षेत्रले के कस्ता कामहरू गरिदिए हुन्छ जस्तो लाग्छ सरले? स्याउमा मैले भने 2032 सालमा तालिमको लागि गएको त्यो सालमा एक हाटमा स्याउको बिरुवाहरू लगाइदिएर आएको थियो। त्यसले काट्दाखेरि त्यसको त अलग्गै कथा छ। कसरी मैले त्यहाँ चाहिँ तालिम दिँदाखेरि सफल भएँ त्यसको छुट्टै कथा छ। तर स्याउमा अलिकता जुन अहिले समाचारमा पनि सुनिन्छ स्याउको उत्पादन एउटा देखियो, अब बाटो पनि बजार पनि छ, सुन्तलामा पनि धेरै देखियो, तर जति हुनुपर्ने त्यति त हुन सकेको छैन। आँप भनेको एउटा विषय अलिकता त्यति प्राथमिकतामा चाहिँ आएको देखिन त्यस बेलादेखि नै। म जनकपुर अञ्चल कृषि विकास योजनामा हुँदाखेरि यही 3 जिल्लामा मैले अलिकता गर्न खोजेको थिएँ, अरू जिल्लामा चाहिँ त धेरै गर्न सकेको थिएन। त्यस बेला पनि अलिकता मैले गरेको थिएँ। म हरेकमा सुन्तलाको भए पनि, सुन्तला फलफुलको भए पनि, स्याउको मैले रारा तालको पूर्वपट्टिको गाउँ थियो, त्यसमा मैले 30 वर्ष पुरानो स्याउको बोट त्यस बेलामा देखेको थिएँ मैले तालिममा जाँदाखेरि 32 सालमा। त्यो इन्डियाबाट ल्याएर त्यही शौकिन मान्छेहरूले लगाएको थियो त्यो बिरुवा र उत्पादन त्यहाँको उत्पादन पनि थियो, स्याउको उत्पादन पनि भएको छ, सुन्तलाको पनि उत्पादन भएको छ। तर मान्छेको खाने र व्यवहार के अरे जुन व्यवहार खानपानको व्यवहार जुन परिवर्तन भएको छ अहिले त्यसमा फलफुल तरकारीको
धेरै धेरै समावेश भएको छ अहिले पहिलाको भन्दा। पहिला गोलभेडा बिक्री गर्दाखेरि बजारबाट फर्काएर ल्याएर रस बनाएर आफै सबैमा बाँटेर बिक्री गरेर चाहिँ त्यो दिन्थ्यो। अहिले हरेक सिजनमा चाहिँ त्यो चिजहरू पाइन्छ। त्यस बेलामा त बडा मुस्किल थियो बिक्री गर्दा मान्छेले बुझाउन। अनि एकचोटि ऋषिकेश शाहले मलाई के भन्नुभयो भनेपछि, शाहजी तपाईँ यहाँ गर्नुभयो, धेरै बढी गर्नुभयो, त्यसले अझ विकासको लागि के गर्नुपर्छ भने ब्रोकौली नयाँ आएको थियो, यो ब्रोकौलीको तरकारी पकाएर पनि यहाँ आउने मान्छेले खुवाइदियो भनेपछि अझ यसको प्रचार प्रसार राम्रो हुन्थ्यो भने त्यस किसिमबाट पनि आएको थियो भने प्रचार प्रसारमा यस किसिमबाट चाहिँ के अरे सन्दर्भ चाहिँ मैले अर्कोतिर गयो भने अनि आँपमा तरकारीमा पनि अलिकति राम्रै भयो, तर आँपमा चाहिँ त्यति किसिमबाट चाहिँ व्यापक रूपमा चाहिँ र एउटा के अरे यो प्रत्येक क्षेत्रको विकासमा चाहिँ राखेको थिएँ। त्यो कार्यक्रमहरू पनि अलि धेरै अगाडि आउन सकेन। बरु यसको सट्टामा के भयो भने पुराना 100-200 वर्षका आँपका बिरुवाहरू सुर्ती विकासको कार्यक्रमको टाइममा सबै सखाप भए। पछि लगाएका नयाँ बोटहरू छन्, तर अनुसन्धानको नाममा आँपमा अहिले सङ्कलन त्यस बेलामा धेरै राम्रा बिरुवाहरू पनि जातहरू थिए, सङ्कलन त्यस बेलामा गरेको थिएँ र जेडिपमा लगाएको पनि थिएँ। तर अहिले पनि गर्न सकिन्छ। अहिले थाइल्यान्डबाट, अमेरिकाबाट, अस्ट्रेलियाबाट यी बिरुवाहरू आँपका उन्नत जातका बिरुवा उनीहरूले विकास गरे। उनीहरूले विकास गरेका ती बिरुवाहरू हामीले ल्याउँछौँ। तर हाम्रो भएका बिरुवाहरूको जातमा पनि छनौट एक्सपोर्ट हुन्छ। बम्बई आँप छ भने बम्बई आँपमा पनि फलेको बोटको हाँगामा कुनैमा पनि एउटा अनौठो किसिमको फल निस्कन सक्छ। जस्तो मैले सुन्तलामा, धनकुटामा र यो स्यादुलमा देखेको थिएँ, त्यही किसिमको एउटा गोर्खामा पनि देखेको थिएँ। त्यो फरक हुन्छ। एउटै बोटमा चाहिँ विभिन्न हाँगामा पनि विभिन्न किसिमको फल र स्वाद आदि देखिएको हुन्छ। त्यस किसिमबाट चाहिँ हामीले पहिचान गरी त्यो स्थानीय त्यो चाहिँ फार्म जुन स्थानीय फार्म छ त्यसका काम चाहिँ बडा राम्रो हुन्छ। त्यो लगनशील त्यसमा भएर भनेपछि त्यो पनि अध्ययन अनुसन्धानै हो। आँपमा त्यो पनि गर्न सक्यो भने आँपको मालदाको र अर्को जातहरू छन् त्यहाँ ती बिरुवाहरूमा पनि नयाँ किसिमको त्यसैबाट पनि एक्सपोर्टबाट पनि आँपका जातहरू पनि नवीन किसिमको लिन सकिने हुन्छ। त्यसमा देखिन्छ, त्यो पनि देखिन्छ। त्यो कुरोहरू चाहिँ यसमा आउनु पर्यो। आँपमा अलिकता यसको धेरै कमी छ। यसमा म सबैको ध्यान आकर्षण गर्न चाहन्छु यस विषयलाई। पनि मजा छ नि सुन्तलाको एकपटक पहिला जापानिज हुँदाखेरि म सिन्धुली, धनकुटा, भोजपुर, यो के अरे स्यादुल, अनि यो के अरे धादिङ जिल्लाको स्यादुल अनि गोर्खा यी सबै ठाउँमा मैले सुन्तलाको चाहिँ जात छनौटको हिसाबले मैले गरेको पनि थिएँ। र मुख्य रूपले चाहिँ धेरै रोप चाहिँ धनकुटा यो के अरे स्यादुलमा चाहिँ अति राम्रोहरू पनि थियो, गोर्खामा पनि थियो, तर साइजहरू अलिकति त्यहाँ त्यस किसिमबाट थिएन, तर फरक चाहिँ थियो। ती सबैको पनि गरिएको थियो। र अहिले एउटा मलाई अफर पनि छ, त्यो भएको चाहिँ चिजले चाहिँ प्रकाशित गर्नलाई म गर्छु भने सिद्धार्थ नेपालीले पनि भन्थ्यो, मसँग पनि भएको छ। त्यो कुरो गरेर त्यसमा पनि अझ अब त्यो बेलामा मैले दिएको कीर्तिपुरमा दिएँ र प्राइभेट नर्सरीमा पनि दिएँ, एउटा व्यक्तिगत फार्ममा पनि दिएँ, आफूसँग पनि ल्याएँ। तर के कारणले कोही घर बनाउने कारणले सबै मासियो, कोही चाहिँ कीर्तिपुरमा चाहिँ त्यही हाम्रो प्राविधिक हो, तुरन्त सरुवा हुने। त्यो सरुवा हुने उसको आफ्नै इच्छाले भए पनि सरकारको इच्छाले भए पनि सरुवा हुँदाखेरि त्यो ह्यान्डओभर नहुने, त्यसले गर्दाखेरि त्यो गरिएका अनुसन्धानहरू र गरिएका सेलेक्सनहरू पनि त्यो सबै अलिकता लुप भएको जस्तो भएको छ र त्यसलाई पुनः गर्नुपर्ने अवस्था पनि देखिएको छ सुन्तलामा। त्यसैले मैले सुन्तला त हाम्रो अब एउटा राष्ट्रिय फलफुल पनि घोषित भइसकेकै छ। त्यसकारणले अब त्यसको जातको छनौट पनि गर्नुपर्ने ठाउँ हुन्छ र त्यसलाई आइडेन्टिफाई गरेर त्यसको प्रचार प्रसार गर्नु पर्यो।
हामीले त्यस बेलामा के गरेका थियौँ भने बिजु सुन्तलाबाट कल्मिङमा जाँदाखेरि रुट स्टक, ट्राइफोलिएट र अमेरिकाबाट पनि सिट्रस बिरुवाहरू सिट्रसको झिकाएको थिए रुट स्टकको लागि, त्यो पनि के अरे त्यहाँ धनकुटामा लगाइएको हुनुपर्छ। स्याउको रुट स्टक को बिरुवाहरू पनि कर्सियङबाट ल्याएर चाहिँ त्यो पेरिस कम्युनिस्टहरूको बिरुवा ल्याएर चाहिँ हरेक फार्ममा रुट स्टक बिरुवा जुन किसिमको फार्म छ, सुन्तला, स्याउ, आँप, हरेक ठाउँमा पनि फार्ममा चाहिँ आफ्नो एउटा स्थानीय तहको चाहिँ रुट स्टक बिरुवाको प्लान्ट चाहिँ राख्नै पर्ने 2-4 भन्ने किसिमबाट प्रोग्रामहरू थियो। अब अहिले त्यही किसिमबाट चाहिँ अब कुन कुरो छ छैन भनेपछि मैले भनेको कुरामा चाहिँ यदि सबैजना सुनिरहनु भएको छ भने म सबै प्राविधिकहरूलाई चाहिँ यो कुरो भन्न चाहन्छु कि यो कुरालाई पुनः यो एकपटक गरेपछि फेरि गर्न नहुने कुरो छैन। अनुसन्धानलाई पटक पटक गरिरहनु कुरो हो। नयाँ नयाँ कुरोहरू आइरहन्छ र ती कुरोहरू हामीले चाहिँ फेरि प्रचार प्रसारमा ल्याएर चाहिँ फेरि हामीले नयाँ किसिमबाट त्यसलाई रूप दिएर पनि अब आर्जन जस्तो जापानमा के छ भने तपाईँहरू पछि के गर्नुहुन्छ, तपाईँहरू सबै सरकारले गरेको छ भन्दाखेरि उनी सोच्न बाध्य हुन्छ ए हाम्रो व्यापार हो, हामी त अर्को व्यापार कुन मोडलमा गर्ने, कुन नयाँ चिज तयार गर्ने भन्ने उनीहरूको सोच हुन्छ भने हामीले पनि त्यो सोच लिनुपर्छ कि अगाडि हामी कुन किसिमबाट गर्ने। अहिलेको पुस्तालाई पनि फर्केको र मेरो मनमा पनि बेला बेलामा यो हाम्रो लिस्टभन्दा बाहिरको पनि एउटा जिज्ञासा सरलाई राख्न चाहन्छु म कि त्रिभुवन ग्राम विकासदेखि आजका नीतिसम्म आइपुग्दाखेरि त्यहाँ धेरै देशी विदेशी प्रोजेक्टहरू आए, तिनीहरूले अनुसन्धान गरे, किसानहरूलाई यो गर उ गर भनेर सिकाए। हाम्रै आँखा अगाडि हामीले लुम्ले र पाखरीवासले रातारात गरेका प्रगतिहरू 24 वर्षभित्रै उनीहरूले त्यहाँ गरेको प्रगतिहरूलाई पनि हेऱ्यौँ। तर पछि जब समय बित्दै जान्छ त्यसपछि फेरि त्यो किसानहरू जहाँको त्यही जुन अवस्थामा थिए त्यही अवस्थामा रहनुपर्ने कारण र फेरि हामी त्यही चिजलाई 10-15 वर्षको ग्याप पछि अर्को पुस्ताले बिर्सिसकेका हुन्छ र तिनै चिजहरूलाई न्यू इन्टरभेन्सन भनेर यहाँ ल्याउनु पर्ने अवस्था, यसलाई सरले कसरी हेर्नु भएको छ? कुरो सबभन्दा पोहोर मैले हेरेको त्यस बेलामा र अहिले पनि त्यस्तो कैछ रेकर्ड किपिङ। जुन हामीले काम गर्यो भने त्यसलाई रेकर्ड कसरी राख्ने, कतिसम्म राख्ने, कति सुरक्षित हुन्छ र त्यसलाई ह्यान्ड ओभर गर्ने आफूले यो किसिमबाट आयो भनेपछि अहिले त रेकर्ड किपिङमा पनि अहिले सजिलो पनि छ। पहिला त फाइलमा हुन्थ्यो, अब त प्रकाशित पुस्तकमा हुन्छ, त्यो त सबै ठाउँमा हुन्छ, हराउँदैन पनि। त्यो किसिमको एउटा परिपाटी चाहिँ राख्नुपर्ने। अब हर्टिकल्चर सोसाइटी छ, हरेक किसिमको त्यस्तो भएको कुरो छ भने रिपोर्टमा राख्ने र त्यसको एउटा लाइब्रेरी राख्ने र बाहिरको अनुसन्धानहरूलाई र अहिले हामी कहाँ भएको गतिविधिहरूलाई हाम्रो सबै फार्ममा बस्ने व्यक्तिहरूले पनि त्यसलाई अध्ययन गर्न पाउने मौका पाउनु पर्यो। त्यसलाई कसरी व्यवस्था मिलाउँ त्यो पनि अत्यन्त जरुरी कि कहाँ के भइरहेको छ, कसले के गरिरहेको छ भने अब कोही व्यक्तिले आफ्नै विचारले पनि कहाँ यो हेर्नु भन्ने कुरो छ भने त अर्कै कुरो हो, तर सबैको समय पहुँच हुनुपर्ने र सबै मान्छेले त्यो कुरो हेर्ने मौका पायो भने बाहिरको अनुसन्धानको कुरो आफ्नो कहाँ भइरहेको गतिविधिहरूलाई पनि सबैले हेर्न पायो भने रिपोर्टहरू पनि अति राम्रो हुन्थ्यो र सबैले अलिकता केही न केही नौलोपन चाहिँ आउँथ्यो र दिमागमा नौलो कुरोहरू पनि बस्थ्यो। फेरि आफ्नैमा सीमित हुँदैन, त्यस्तो कुरो पनि मलाई त्यस्तो लाग्छ। अब धेरै कुरा त सरले समेट्नु भयो। अब यो फ्लोरलाई छलफलमा लैजाने कि मैले आदरणीय अध्यक्षज्यू र महासचिवज्यूलाई अनुरोध गरेँ यो छलफलमा लैजाउँ अब कि? हुन्छ। अब सरको ओभरअल कभर करिब आयो होइन। हामीले अब सरको स्ट्रक्चर्ड भन्दा पनि अनुभवलाई बेन्चर फोकस गरे हो। सरले जति कुरा आफूले अनुभव गर्नु यो अहिलेको अवस्था, पहिला आफूले गरेका कामका कन्टेक्स्टहरू धेरै कुराहरू कभर गर्नुभयो सरले, धेरै खुसी लाग्यो। सुनिरहन मन त अझै लागिरहेछ, तर अब कति कुराहरू कन्टिन्यू जान पनि अप्ठ्यारो होला।
मलाई लाग्छ छलफलमा जाँदा हुन्छ होला, सरहरूको कति जिज्ञासा होला, कति कुरा कभर भएको छैन होला, कति कुरा सोध्न मन लाग्यो होला। त्यस कारण म यो सेसन चाहिँ ओपन गर्छु र सरहरूले आफ्नो तर्फबाट सरलाई चाहिने क्वेरिजहरू क्वेसनहरू राख्न सक्नुहुन्छ। म एउटा म राखौँ कि एउटा कुरा चाहिँ? राख्नु सर, राख्नु। हुन्छ सर। अब सर्वप्रथम त अब रामबहादुर शाह सरलाई अब यो उमेरमा पनि यति डिटेल रूपमा यसरी चाहिँ हामीहरूलाई एउटा इतिहासदेखि लिएर अब अहिलेको भइरहेको काम र हामीले गर्ने कामको विषयमा यसरी जानकारी गराइदिनु भएकोमा म आफ्नो तर्फबाट म चाहिँ हार्दिक उहाँलाई चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब सरसँगै म वास्तवमा अब सँगै बसेर नि काम गरेको, म जस्तो अब सरसँग बसेर काम गर्ने त धेरैजना यहाँ हुनुहुन्छ, भए पनि मैले चाहिँ अब 4-5 वर्षसम्म सरसँगै बसेर सिट्रसमा काम गरेको नाताले पनि एक दुईवटा मैले त्यो कार्यकालमा सरबाट अहिले पनि हेर्दाखेरि एकदम चाहिँ के भने त्यो अवस्थामा उहाँहरूले अब भनौँ न त्यहाँको बजेट कार्यक्रम र त्यो सबै कुराहरूलाई ध्यानमा राख्दा त्यति धेरै गर्न नसके तापनि 2-4वटा कामहरू चाहिँ म सम्झन्छु। जस्तो उहाँको पालामा चाहिँ के भने हामीहरूले यो अहिले जुन बर्डवुड सेलेक्सन भनेर हामीहरूले भनिरहेका छौँ, त्यो कुरालाई चाहिँ सरले त्यति बेरै यो जिल्ला जिल्लामा कृषकको भनौँ न बगैँचाहरूमा चाहिँ माउ बोट छनौटको काम चाहिँ एकदम व्यापक रूपमा त्यतिखेर भएको थियो र त्यो बिरुवाहरूमा चाहिँ ट्यागिङ गर्ने काम त्यतिखेर भएको थियो। त्यो मैले अहिले सम्झँदा चाहिँ ज्यादै उल्लेखनीय काम जस्तो मलाई लाग्दछ। र अर्को कुरा चाहिँ के भने जब यो सिट्रसमा चाहिँ यो प्रायोरिटी प्रोग्राम अथवा प्राथमिकता प्राप्त कार्यक्रम भनेर लागू भएको थियो, त्यति बेला चाहिँ के भने अब लक्ष्य राख्ने अब यतिखेर चाहिँ गरे पनि अब ठिकै छ, नगरे पनि ठिकै छ जस्तो हिसाबले चाहिँ कार्यक्रमहरू चलिरहेको हुन्छन्। तर त्यतिखेर त्यो चाहिँ लक्ष्य पुरा गर्नको लागि चाहिँ माथिबाट पनि निकै दबाब जस्तो हुन्थ्यो र त्यहाँको अब प्रमुखले अथवा त्यहाँका कर्मचारीहरूले पनि त्यसलाई धेरै सिरियसली लिएको मैले त्यति बेला अनुभव गर्छु। र त्यसको उदाहरण स्वरूप चाहिँ मैले एउटा कुरा उल्लेख गर्न चाहेको के भने सिन्धुली रामेछापमा यो प्रायोरिटी प्रोग्राम खास गरेर जुनारमा सुरु हुँदाखेरि त्यहाँ चाहिँ अब ग्राफ्टेड बिरुवा नै लगाउनु पर्ने सरकारले एउटा चाहिँ त्यस्तो किसिमको निर्देशन थियो। तर त्यति बेला चाहिँ त्यो रुट स्टकहरू चाहिँ पर्याप्त मात्रामा थिएन। त्यो रुट स्टक प्राप्त नभएको बेलामा चाहिँ यो कटिङ ग्राफ्टिङ सुरु गर्ने भनेर सरले एउटा नयाँ कन्सेप्ट त्यतिखेर ल्याउनु भएको थियो र कटिङ ग्राफ्टिङहरू चाहिँ अलिकता केही भए पनि र म चाहिँ के भनेदेखि अब त्यो सिन्धुली रामेछापको कुरा त छँदैछ, त्यो म पछि पनि अलिकता उल्लेख गर्न चाहन्छु। र म चाहिँ के भनेदेखि अब पारिपातलेबाट यो चाहिँ डडेलधुरामा जाँदाखेरि मैले त्यहाँ पनि एउटा चाहिँ यो कटिङ ग्राफ्टिङको सुरु गराएको थिएँ र त्यो पछिसम्म पनि अलिकति सञ्चालन भएको थियो भन्ने मैले अब सुनेको थिएँ। र यो कटिङ ग्राफ्टिङको कुरा मैले अहिले यहाँ चाहिँ ल्याउन चाहेको कुरा के भने यो कटिङ ग्राफ्टिङको विषयमा चाहिँ अलिकता प्राविधिक हिसाबले चाहिँ अलिकता विवाद जस्तो पनि भएको थियो। खास गरेर त्यति बेला चाहिँ हाम्रो पदम प्रसाद श्रेष्ठ सरले यो खास गरेर कटिङ ग्राफ्टिङ गर्दाखेरि चाहिँ यो चाहिँ के भनेदेखि अब चाहिँ मूल जराहरूको विकास नहुने भएको हुनाले पछि चाहिँ यो समस्या आउन सक्छ भन्ने हिसाबले पनि यो चाहिँ कुरा आएको थियो। तर पछि गएर अब भनौँ न रुट स्टकहरूको चाहिँ अब यो हाम्रो चाहिँ भनौँ न ट्राइफोलिएटदेखि लिएर अरू पनि रुट स्टकहरू आएको हुनाले त्यो कटिङ ग्राफ्टिङ चाहिँ अलिकता पछि गएर अब अलिकता कम पनि हुन थाल्यो। तर अब त्यसरी पनि हामीहरू चाहिँ कामदाममा त्यसरी सिरियसली गएको थियो भन्ने कुरा एउटा म यहाँ उल्लेख गर्न चाहन्छु। र अब सरको खास गरेर भनौँ न अब अलिकति एकाडेमिक हिसाबले हामीहरूले अब चाहिँ किताब लेख्नेदेखि लिएर म्यानुअल लेख्ने कुराहरूमा
अब धेरैको नै सरको समकालीनहरू र पछिका मान्छेहरूको पनि योगदान छ, त्यो आफ्नो ठाउँमा छ। तर मैले चाहिँ अब भनौँ न, अब म सरलाई फार्ममा बस्दाखेरिदेखि लिएर अनि मान्छेहरूले चाहिँ के भने अलिकति उहाँको विषयमा उहाँको समकालीन र पछिका मान्छेहरूले पनि बयान गर्ने कुरा के हो भने उहाँ चाहिँ अब जस्तो अब गुलाबको भयो, कुनै पनि फलफुलको हो, फल नफलेको अवस्थामा पनि सानो ठुलो बिरुवाको पनि पातै हेरेर पनि उहाँले चाहिँ के भने कतिवटा जातहरू चाहिँ छुट्याउन सक्ने त्यो क्षमता पनि उहाँमा थियो। र म त्यहाँ सरलाई फार्ममा हुँदाखेरि पनि केही ट्यागिङहरू हराएको अवस्थामा गुलाबको बिरुवाको अब त्यो भेराइटी चाहिँ पुनः त्यसलाई चाहिँ के भने ट्यागिङ गर्नको लागि मैले पनि सरलाई चाहिँ आमन्त्रण गरेका थिएँ। त्यो कुराहरू म चाहिँ अहिले पनि सम्झन चाहन्छु र यो हिसाबले उहाँको धेरै योगदान छ। र यो टक प्रोग्रामलाई सञ्चालन गरिसकेपछि पहिलो प्रोग्राम चाहिँ शिवबहादुर नेपाली सरको प्रोग्राम चाहिँ विशेष कारण गर्दा मैले मिस गरेको थिएँ र कालिका सरलाई पछि पनि मैले भनेको थिएँ यो सर चाहिँ अब युट्युबमा अथवा कहाँबाट सुन्ने अवस्था आएको छ छैन भनेर, यसलाई व्यवस्थित हुँदैछ उहाँले भन्नुभएको थियो। दोस्रो हाम्रो डाक्टर दुर्गामणि गौतमको त मैले पुरै सुनेको थिएँ। अब उहाँको चाहिँ अलिकता के भने यो ऐतिहासिक भन्दाखेरि पनि पोस्ट हार्भेस्टको विषयमा अलिक बढी केन्द्रित थियो। त्यसैले गर्दाखेरि चाहिँ के भने अलि ऐतिहासिक कुराहरूको त्यहाँ जरुरी थिएन। आज जुन हिसाबले चाहिँ रामबहादुर शाह सरले अब ऐतिहासिक कुराहरूदेखि लिएर सारा कुराहरूको यहाँ वृत्तान्त आयो, यो सन्दर्भमा चाहिँ पार्टिकुलरली मैले चाहिँ रामबहादुर शाह सरलाई नै भने होइन, अरू अरू प्रोग्राममा पनि खास गरेर यो ऐतिहासिक कुराहरू आउँदाखेरि चाहिँ आफूले गरेको कुरा चाहिँ त ठिकै छ, तर त्यो समकालीन अवस्थामा योगदान गर्ने अरू विज्ञहरूको अथवा साथीहरूको कुराहरू पनि यो काम मैले यसरी गरेका थिएँ र यो काममा सहयोग गर्ने चाहिँ अरू पनि यस्तो थियो भनेर आइदिएदेखि यो ऐतिहासिक कुराहरूलाई चाहिँ अबका भनौँ न प्रस्तुतिहरूमा पनि त्यसरी आइदिए चाहिँ राम्रो हुन्थ्यो होला जस्तो मलाई लागेको छ। र म अब अरू पनि सरहरू चाहिँ यहाँ हुनुभएको हुनाले लामो नगरिकन ल उहाँलाई सर, धेरै धेरै ल धन्यवाद दिँदै आफ्नो भनाइ चाहिँ म अन्त्य गर्छु सर। ल नमस्कार। सर, ल थ्याङ्क यू सर, थ्याङ्क यू। यो हवस्। सरले जवाफै दिनुपर्ने भए दिनु होला सर, होइन भने सजेसनको रूपमा लिँदा हुन्छ। अनि यहाँ प्रहलाद डाक्टर साहबको मैले हात उठिरहेको देखिरहेको छु। प्रहलाद डाक्टर साहब, हेलो अनम्युट गर्नु पर्छ सरले। डाक्टर साहबको हात उठिरहेको छ। हजुर सर। ल ल नमस्कार सर, नमस्कार। हजुर सर, सबलाई नमस्कार। रामबहादुर सर नमस्कार है। नमस्ते नमस्ते। धेरै समयपछि आज सरलाई देख्न पाएँ, मलाई एकदम खुसी लागिरहेछ। मलाई मेरो चाहिँ पनि। खासै प्रश्नहरू होइनन्। म चाहिँ रामबहादुर सरसित एउटा ठुलो सम्पत्ति छ, त्यो हजुरले अब कि हाम्रो नेपाल हर्टिकल्चर सोसाइटीलाई कि भनेदेखि नेपाल सरकार हाम्रो कृषि सञ्चारलाई दिए पनि उहाँसँग जुन बेलामा डिजिटल सिस्टम थिएन, अत्यधिक पुराना चाहिँ नि फोटोग्राफहरू छन्। उहाँहरूसित जति सायद मेरो विचारमा हर्टिकल्चर क्रप्सको प्रोडक्सन प्रोग्रामहरूको फिल्डहरूको त्यति धेरै फोटो चाहिँ मलाई नेपालमा अरू कोहीसित छ जस्तो लाग्दैन। अब त्यो चाहिँ हजुरले अब व्यक्तिगत सम्पत्तिबाट त्यसलाई चाहिँ नि हाम्रो सोसाइटीको अथवा देशको सम्पत्ति बनाइदिनु भयो भने साभार हजुरको नामबाट सबैले प्रयोग गर्न सक्थे, विगतका कुराहरू हेर्न पाउँथे। अहिले जस्तो त्यो बेलामा सुविधा नभएको बेलामा जुन हजुरसित छ त्यसलाई चाहिँ सोसाइटीले डिजिटलाइज गर्ने सिस्टम गरिदिएर अथवा त्यसमा चाहिँ नि सञ्चारले सहयोग गरेर त्यो गरिदियो भने भावी पुस्ताले चाहिँ हजुरकै नामबाट त्यसलाई प्रयोग गर्न पाउँथ्यो। बौद्धिक क्षेत्रमा, विकासको क्षेत्रमा जहाँ पनि त्यो चाहिँ प्रयोग हुन्थ्यो भन्ने मलाई लाग्छ। त्यसलाई चाहिँ हजुरले चाहिँ अब हजुरकै नामबाट साभार गरेर दिने व्यवस्था गरिदिनु भयो र सोसाइटीले एरेन्जमेन्ट मिलाइदियो भने सबैको लागि कल्याण हुन्थ्यो भन्ने मेरो अनुरोध छ हजुर। म हजुरकोबाट धेरै प्रभावित छु। म प्रश्न छैन मेरो, सुनेर म धेरै कुरा नलेज लिएँ। यो मेरो एउटा सानो अनुरोध छ, यसलाई सकिन्छ भने हजुर सबैले मिलेर गरौँ, यति मेरो सुझाव। डाक्टर साहब, पक्कै पनि यो सरले यो टिप्नु भएको छ, यो कुरा हामीले पाउँछौँ र सोसाइटीले के प्रतिबद्धता व्यक्त गर्छ भने जे पाउँछौँ त्यसलाई डिजिटाइज गर्ने अथवा कुन सिस्टममा हाल्नुपर्ने हो हामी हाल्न तयार छौँ। अब म उमेद डाक्टर साहबकोमा गएँ, उहाँको हात उठिरहेछ, प्लिज डाक्टर साहब। हजुर, सबभन्दा पहिला सबैलाई नमस्कार र रामबहादुर सरलाई धेरै धेरै धन्यवाद, धेरै इन्फर्मेसन सेयर गर्नुभयो। मेरो दुईटा प्रश्न छ सर। एउटा चाहिँ यो बी भिजन ऐन मलाई लाग्छ 2081 होला, त्यसले चाहिँ फ्रुट इन्डस्ट्रीलाई कतिको असर पारेको छ?
विशेष गरेर अहिले नयाँ जातका बिरुवाहरू ल्याउनु लागि पिआरए नभइकन हुँदैन। सो त्यसमा चाहिँ प्राइभेट सेक्टरलाई कतिको असर परेको छ, किनभने फ्लोरिकल्चर सेक्टरलाई चाहिँ एकदमै अप्ठ्यारो परेको छ र त्यसमा चाहिँ हाम्रो गभर्मेन्टको फ्रुट हेर्ने सेक्टरले कतिको त्यसमा समय नै गर्नुभएको छ, त्यो एउटा। अर्को चाहिँ एकचोटि प्रश्न फेरि दोहोऱ्याउनु। यो ब्यू भिजन ऐन के सर 2081ले चाहिँ पेस्ट रिस्क एनालाइसिस नगरिकन नयाँ जातको बिरुवा नेपाल छिराउनु पाउँदैन, पिआरए भन्छ। सो पिआरए को क्लियरेन्स नभइकन नयाँ जातको बिरुवा केही पनि ल्याउनु पाइन्न नेपालमा, जो चाहिँ राम्रो हो होइन। तर यसले चाहिँ फ्लोरिकल्चर इन्डस्ट्रीमा त अब हजुरको एउटै जस्तो समर सिजनमा 100वटा जस्तो सिजनल फ्लावर्सको भेराइटी ल्याउनु पर्छ कि सर। अब के भयो त भन्दाखेरि हरेक एउटाको पिआरए चाहियो क्या अहिले यहाँ होइन। सो समरमा 100-150, विन्टरमा 100-150, कट फ्लावरको 10-12वटा, त्यो गर्दाखेरि गाह्रो भइरहेछ फ्लोरिकल्चर इन्डस्ट्रीलाई चाहिँ। तर फ्रुट इन्डस्ट्रीमा चाहिँ हजुरले के ठुल्ठुलो फ्रुट फार्मर्सहरूको चाहिँ के स्थिति छ त्यो त्यसबारेमा हजुरलाई जानकारी छ भने त्यो सहयोग गरिदिनु होला एउटा। अर्को चाहिँ रैथाने फलफुललाई चाहिँ भनौँ न अहिले सरकै कुरा सुन्दाखेरि 60-70 वर्ष अगाडिदेखि बागवानीको भनौँ न गभर्मेन्टको इन्भल्भमेन्ट देखियो। तर किन रैथाने बिरुवालाई चाहिँ रैथाने फलफुललाई चाहिँ हामीले इम्पोर्टेन्स दिएनौँ, हामीले धेरै गरेर एक्जोटिकमा मात्रै फोकस भयौँ। आज पनि त्यही भइरहेछ र पहिलाको त त्यो भयो किन भयो होला भन्ने सरकोबाट चाहियो मलाई। र अर्को चाहिँ आजको जो साथीहरू नेतृत्व गरिराख्नु भएको छ फ्रुट सेक्टरमा, उहाँहरूले चाहिँ कस्तो खालको पर्सेप्सन हुनु पर्यो त रैथानेलाई। अब हामी क्लाइमेट स्मार्ट भन्दैछौँ, क्लाइमेट रिजालियन्ट भन्दैछौँ, तर हाम्रो भूभागमा जमानादेखि कति थाहा छैन कहिलेदेखि हाम्रो रैथाने बिरुवाहरू सर्भाइभ गरेर बसिरहेछ। त्यसलाई डोमेस्टिकेसन गर्ने, त्यसलाई हाइब्रिडाइजेसन गरेर नयाँ डेभलप गर्ने भन्नेमा किन हाम्रो प्रायोरिटी गएन, यति मात्रै मैले राखेँ सर। थ्याङ्क यू भेरी मच। सरको केही भयो एकैचोटि पछि गर्नु होला सर, यसो टिपोट गरिराखौँ। अरू सरहरू कसैको केही छ सर? सरहरू अरू कसैको केही क्वेरिज, केही सजेसन? गणपतिजीको हात उठेको छ हामीसँग टाइम। नाम पनि को बोल्नुभयो अहिले भर्खर दिनुभयो उहाँको नाम पहिले सोध्नु। ए सर म हो उमेद पुन, हजुर उमेद पुन, हजुरको महासचिव। यो कन्ट्रोल लगाएपछि त चिन्दै सकिएन। हिजो मात्रै कुरा गर्नु भएको थियो है उमेश सर, बिर्सिया होइन सरले, हिजो मात्रै मलाई कुरा गर्नु भएको थियो। म तपाईँको फोन खोज्दाखेरि फोन हुँदैन, कहाँ जानुभयो अरे, के अरे कुन अफ्रिकन कन्ट्रीमा जानुभयो त कहाँ जानुभयो भनेर सुनेन त। उहाँ त इन्टरनेसनल घुमे हो। अहिले थाइल्यान्डबाट हो, उहाँ थाइल्यान्डबाट बोलिरहनु भएको छ। होइन अहिले यसमा देख्दाखेरि त भर्खरको के अरे केटो पो देखिनु भएछ, त्यसैले मैले चिन्दै हो। केटै हो, केटो त केटै होइन। भेरी नाइस कम्प्लिमेन्ट। ल सरहरू कसैको केही छ सर अरू? सर थोरै राखौँ। थोरै राखौँ। सबै आदरणीय सरहरूलाई नमस्कार। मेरो अब सरसितै जिज्ञासा, रामबदल शाह सरसितको जिज्ञासा भन्दा पनि एज सजेसन हाम्रो हर्टिकल्चर सोसाइटीलाई पनि हो। कुरो के भने रामबदल शाहको जुन ट्रेनिङ मेन्युअल छ हरेक उसमा सिट्रसमा, त्यो साह्रै डिपली छ कि साह्रै डिप छ, त्यतिको अन्यत्र छैन। मैले धेरै लोकसेवा चाहिँ सायद उहाँकै स्टडी त्यो ट्रेनिङ मेन्युअलबाटै लोकसेवा पास गरेँ जस्तो लाग्छ मलाई। धेरै मैले त्यही नै हेरेको हो र त्यसमा धेरै कुरा छ। अहिलेको पुस्ता धेरै जस्तो न्यू सेलार सिडलिङ्सको बारेमा उहाँले डिटेलमा लेखिदिनु भएको छ। अहिलेको पुस्ता त्यसमा अब ग्यापै छ कि धेरै जस्तो म ट्रेनिङमा फेसिलिटेट गर्दाखेरि पनि त्यो कसैले सुन्दै नसुने जस्तो यस्तो रूपमा पनि आयो धेरै ठाउँमा। कतिपय सरहरू, हाम्रो विज्ञ सरहरूले पनि न्यू सेलारको बारेमा अलिकति कन्फ्युजनै मैले देखेको छु कि यो बारेमा हामीले चाहिँ त्यो मेटेरियललाई उहाँको डिटेलमा हातले लेखेका नक्साहरू सहितको चाहिँ डिटेल छ,
त्यसलाई हामीले प्रिजर्भ कसरी गर्ने र त्यसलाई अहिले समय सापेक्ष कलर पिक्चरमा ढालेर तिनलाई राख्न सक्यौँ, हामी संरक्षण गर्न सक्यौँ भने पछिल्लो पुस्तालाई त्यति डिटेलमा अरूले लेखेको मैले पाएको छैन। त्यो चाहिँ हामीले संरक्षण गर्नुपर्छ कि भन्ने मेरो चाहिँ जिज्ञासा हो। हस्, नमस्कार, सजेसन एकदमै यति हो। राम्रो गणपति सर, धेरै राम्रो सजेसन दिनुभयो। यो पक्कै पनि हामी त्यो म्यानुअलको कुरा पनि हामीले चर्चा गरिराखेकै छौँ। त्यो बाहेक सरसँग यदि म्यानुस्क्रिप्टहरू, ह्यान्ड म्यानुस्क्रिप्ट केही छ, अरू केही छ भने पनि हामी समन्वयमा छौँ। डेफिनेटली त्यसलाई हामी ल्याएर प्रिजर्भ गर्ने काम कोसिस गर्छौँ सोसाइटीको तर्फबाट। मैले यो कमिटमेन्ट व्यक्त गरेँ। अरू सरहरू कोही केही छ सर? शान्ता म्याडम केही छ म्याडम? क्वेसन त केही छैन सर। ठिकै छ। केही त भन्नुहोस् न। केही त भन्नु, सरले भनिसक्नुभयो। पोहोर साल म्याङ्गो सिम्पोसियममा सँगै बसेका थियौँ होइन सर? त्यससम्म हजुर, हो। नमस्कार सम्पूर्ण सर म्याडमहरूलाई। सर्वप्रथम त रामबादल सरलाई धेरै धन्यवाद। मैले पनि सरलाई पोहोर मात्रै चिनेको हो। एउटा चाहिँ हामीले सिट्रसको कम्पेन्डियम बनाउँदाखेरि उहाँलाई इन्टरभ्यू लिन पठाएको थियौँ। त्यति बेला जाने साथीहरूले पनि भन्नुभएको थियो। अघि हाम्रो कसले भन्नुभयो, प्रहलाद सरले, उहाँसित धेरै ऊहरू छ भने जस्तै उहाँसित हर्बेरियमहरू पनि छ अरे, इभन स्याम्पलकै, नट ओन्ली पिक्चर्स, फोटोग्राफ्स होइन, हर्बेरियमहरू पनि छ भन्ने चाहिँ त्यति बेला आएको थियो सर जानकारी। अब त्यसलाई पनि हामीले अब यो बोटानी डिपार्टमेन्टहरूमा हेऱ्यो भने त हर्बेरियमहरूलाई पुरै फ्रेमिङ गरेर त्यसको साइन्टिफिक नेमसहित एउटा सिस्टम छ नि, इभन त्यो पनि गर्न सक्यो भने अझ राम्रो हुन्थ्यो। त्यसको लागि त अब सोसाइटीको हाम्रो रुमहरू, कोठाहरू थोरै होला, तर फलफुलमा ल्याएर गर्न सक्छौँ हामीले। राष्ट्रिय फलफुल विकास केन्द्र छ। लास्ट इयर हामीलाई भैरवराज कैनी सरले पनि उहाँसित भएको डकुमेन्टहरू लिस्टिङै गरेर फलफुललाई ह्यान्डओभर गर्नुभएको छ र त्यो हाम्रो फलफुलको दराजमा राखिएको छ। र म हुँदा नै त्यहाँ एउटा लाइब्रेरी चाहिँ बनाउनु पर्यो, ताकि त्यो सबै कुराहरूलाई हामीले राम्रोसित व्यवस्थित गरेर एक्सेस पनि दिने, तर कन्ट्रोल एक्सेस भनौँ न। फेरि त्यहाँबाट छोड्यो भने त फेरि त्यसको पनि कन्जर्भेसन, प्रिजर्भेसन हुँदैन। त्यही भएर लाइब्रेरी सिस्टम राखेर युज पनि गर्न दिने, तर रिटर्न गर्ने, जसरी लाइब्रेरी चल्छ त्यसरी नै गर्ने भन्ने कन्सेप्टमा भैरवराज कैनी सरको बुकहरू, उहाँसित भएको डकुमेन्ट बुकहरू पनि त्यहाँ आएको छ। त्यसरी नै अब रामबादल शाह सरले अब कसरी गर्न चाहनुहुन्छ, सोसाइटीले फेसिलिटेट गरेर यो कुराहरू हामीले प्रिजर्भ गर्न सक्यौँ भने चाहिँ पक्कै पनि भावी पुस्ताको लागि एकदम राम्रो योगदान हुनेछ। र अघि सरले भने जस्तै हाम्रो रेकर्ड किपिङ, डकुमेन्टेसन, ह्यान्डओभर एकदमै पोर छ। हाम्रो सबभन्दा पोरेस्ट पार्टै म आएदेखि पनि त्यही देख्छु। जुन अफिसमा गए पनि त्यो जाने मान्छेलाई चाहिँ सुरुदेखि काम गर्नु परेको अनुभव हुन्छ होइन। त्यो कुराहरू चाहिँ राम्रोसित हामीले सिस्टम डेभलप गरिदियौँ भने चाहिँ सबैजनालाई यो भएको कुराहरू पनि युज हुन्छ। त्यसै सिट्रस ट्रेनिङ म्यानुअलको पनि भर्खर गणपति सरले भन्नुभयो, अहिले हामीसित म्यानुअलहरू नै छैन सर। हाम्रो तालिमहरू कस्तो हुन्छ भने यसो यताउता हेऱ्यो, पावर पोइन्ट बनायो, गरेर छोडिदियो, इफेक्टिभ ट्रेनिङ भएको छैन। र त्यसको लागि त त्यो ट्रेनिङ म्यानुअलै राम्रो आइदियो भने त, अनि बरु मास्टर ट्रेनरहरू पहिला हाम्रै अफिसरहरूलाई होइन, स्थानीय तह, प्रदेश, सङ्घ, इभन नार्कले पनि धेरै फार्मर्सकोमा गएर तालिम दिइरहेको चाहिँ देख्छु, तर इफेक्टिभ चाहिँ देखाएको छैन मैले होइन। त्यो हुनाले यस्तो ट्रेनिङ म्यानुअलहरूलाई पनि सरले भनेको जस्तै कलर, इजी टु अन्डरस्ट्यान्ड, अहिले त हाम्रो पुरै यो कम्प्युटरको पनि ग्राफिक सिस्टमहरू राम्रो आएको छ, तर विथ ड्यु रेस्पेक्ट उहाँहरूको कन्ट्रिब्युसनलाई पनि एज इट इज राखेर त्यसलाई सम्बोधन गर्दै कसरी इम्प्रोभाइज गर्न सकिन्छ, त्यो कुराहरूलाई चाहिँ यो सरलाई भन्दा पनि हामी सोसाइटी र हामी अहिले करेन्टली काम गर्ने मान्छेहरूले चाहिँ कसरी अगाडि बढ्न सकिन्छ होला भन्ने कुरालाई नै मैले सुझाव दिन चाहेँ। र सरको एकदम महत्त्वपूर्ण ज्ञान, टाइमको लागि पनि एकदम हार्दिक धन्यवाद दिन्छु सर। मेरो यति नै हो सर। हस्, धन्यवाद। हस् म्याडम, हस्, थ्याङ्क यू भेरी मच। धेरै राम्रो कुरो भन्नुभयो। राम्रो सजेसन दिनुभयो। अब अरू कोही सरहरू, म्याडमहरू, कसैको केही छ? धेरै कुराहरू कभर भइसकेको छ। अब शिव सर केही बोल्नुहुन्छ सर? सबभन्दा त पहिला त हाम्रो रामबदन सरलाई धेरै धेरै धन्यवाद छ। आज मैले 2029 सालमा उहाँलाई भेटेँ पोखरामा है, अनि अहिले पनि उहाँ त्यस्तै देखिन्छ। अलिक कपाल रङ्गायो भने त त्यही बेला सम्झिन्छु म, खालि कपाल मात्रै अलिक फुलेको देखिन्छ। अब उहाँ मेरो जिल्लावासी पनि हुनुहुन्छ, धनुषावासी। बिचबिचमा धनुषा जाँदाखेरि भेटघाट पनि हुन्थ्यो कहिले। सबैलाको उहाँको त्यो नर्सरी फार्महरू अहिले पनि तल्लीन भएर राख्नुहुन्थ्यो। अब मुख्य कुरा के छ भने मैले यो सबभन्दा त पहिला सोसाइटीलाई धेरै धेरै धन्यवाद छ, बधाई पनि छ।
र शुभकामना यसकारण कि यो क्रमशः बढ्दै जान्छ, कन्टिन्यू हुन्छ भन्ने पनि आशाले शुभकामना पनि दिँदै जान्छु। वास्तवमा मेरो पनि एउटा नाफको हिसाबले पनि र मेरो व्यक्तिगत हिसाबले पनि यो चाहिँ हामीहरूको टेक्निकल सोसाइटिजहरूले यसरी चाहिँ क्रमशः गर्दै जाओस्, यो डिसिमिनेसन पनि हो। र अर्को कुरा यो भेटघाट र चिनारीको पनि एउटा माध्यम भएको छ अहिले। जुमबाट होस् या फिजिकल होस् या जुमबाटै भए पनि आउने जस्तो लाग्छ। खास गरी अब यो त शुभ सङ्केतै हो। एउटा शुभकामनाकै हिसाबले पनि फलफुललाई हामी लिने गर्छौँ। प्राचीन कालदेखि नै पनि भनेदेखि यो चाहिँ छँदैछ। र वास्तवमा रामबदलजीले भन्नुभएको एकदम ठिक हो। पहिला पहिला हामीले फलफुल खानलाई बिरामी भएर तङ्ग्रिनु पर्थ्यो जस्तो लाग्छ। त्यो फाइनेन्सियल हिसाबले पनि होला र बानीले पनि होला या एभाइलेबिलिटी पनि नभएकोले पनि हुनसक्छ है। यो 3-4 कारणले पनि त्यसो होला। तर अहिले चाहिँ होइन, फलफुल खानुपर्छ, तरकारी खानुपर्छ भन्ने जुन भावनाहरू भएको छ, यो एभाइलेबिलिटीले पनि होला भन्ने मैले ठानेको छु। र अलिकति पर्चेसिङ क्यापेसिटी पनि मान्छेको अलिअलि बढ्दै गएको पनि कारण हुनसक्छ र यसलाई हामीले बढावा पनि दिनुपर्छ। अब यसमा पर्टिकुलरली हामीले हेर्नुपर्ने, टेक्निकली अझै विशेष हेर्नुपर्ने भने यो कति हाइजिनिक र सेफ्टी छ भनेदेखि यो प्रोडक्सन फ्रन्टदेखि नै इस्यु लिनुपर्ने हो। तर हामी त्यसमा धेरै कमी छौँ कि जस्तो लाग्छ है। अब अर्ग्यानिक भनेर त प्रचार गरिन्छ, तर अर्ग्यानिक प्रोडक्टहरू हामी कति गर्छौँ? अब केही हामीले अलिअलि यसो रिभ्यू पनि गरिराखेका थियौँ कि यो कम्पेन्डियमकै हिसाबमा पनि त्यो इन्सेक्टिसाइड, पेस्टिसाइडहरू, फन्जिसाइडहरू कति युज हुँदो रहेछ भन्ने जस्तो पनि लाग्थ्यो कि। अहिले हिजो हाम्रो कालिकाजी पनि हुनुहुन्छ है, यहाँ सञ्जयजी पनि केही गर्दाखेरि त निकै देखा पर्दो रहेछ। अब यो कुराहरूमा पनि हामी विचार गर्नुपर्छ कि हामीलाई अवेरनेस प्रोग्राम ल्याउनुपर्छ कि भने जस्तो लाग्छ मेरो व्यक्तिगत हिसाबले है। कति पोसिबल छ भन्नु पो सजिलो छ, गर्न त अब त्यो किसानको प्रोडक्सन लेभलमा, फार्मर्स लेभलमा जान कति हुन्छ भन्ने कुराहरू। त्यसैको हिसाबले एउटा केही डकुमेन्ट पनि होस् भन्ने किसिमले हामीले अलिकति जमर्को गरेका छौँ। धेरै साथीहरू तपाईँहरू पनि हाम्रा लेखकहरू हुनुहुन्छ र कन्ट्रिब्युसनहरू छ। त्यसको लागि म महासङ्घकै तर्फबाट पनि अहिले अग्रिम धेरै आभार व्यक्त गर्नु पनि चाहन्छु। साथीहरू धेरै हुनुहुन्छ यहाँ। अब एउटा मैले चाहिँ के देखेँ भने अघि रामबदलजीले भन्नुभएको बडा राम्रो लाग्यो मलाई। अब कसरी यसमा विकास गर्ने त सिटिङ हाम्रा अहिलेका वर्तमान हाम्रा साथीहरूबाट भन्ने, सबभन्दा पहिला त उहाँले भन्नुभयो कि हामीले जहाँ जस्तो गिभन सिचुएसनमा मैले केही गरिदिनुपर्छ है, केही कन्ट्रिब्युसन हुनुपर्छ है भन्ने पहिलो भावना हुनुपर्छ भनेको बडा टची लाग्यो मलाई। वास्तवमा त्यो सत्य पनि हो। अब यो भएन ऊ भएन भन्ने चाहिँ हामी बडा 2 घन्टाको पनि लेक्चर दिन सक्छौँ, गर्छौँ पनि, प्रायः जस्तो गर्छ नि। भएन है, कौशलजी के गरेको यो भन्नु चाहिँ बडा सजिलो छ, तर कौशलजीको ठाउँमा बसेर गर्दाखेरि गाह्रो छ भन्ने चाहिँ एउटा चाहिँ छ। त्यसकारण म चाहिँ जहिले पनि साथीहरूलाई यसो सेयर गर्नु खोज्छु। केही गरौँ भन्ने भावना त हामीले ल्याउनै पर्छ। केही भएन, केही अहिलेसम्म भएन चाहिँ नभनौँ, यसरी गरौँ, यसरी गर्न सकिन्छ भन्ने भावना चाहिँ जागरण गरौँ भने जस्तो लाग्छ। त त्यो आफैले पनि इमर्ज गरेर आफैले इनिसिएट गर्नुपर्छ कि जस्तो लाग्छ। र खास मेरो अब टेक्निकल हिसाबले त रामबदलजी र मैले एउटै उहाँलाई सम्झना छ भने हामीले पोखरा क्षेत्रमा हुँदाखेरि बृहत बागवानी केन्द्र यता सर्लाहीतिर भए जस्तै हाम्रो बिन्देश्वरी सिन्हाजी आरडी हुनुहुन्थ्यो, म क्षेत्रीय कृषि निर्देशनालयमा थिएँ, उहाँ पोखरामा हुनुहुन्थ्यो। अनि उहाँले होइन बृहत बागवानी केन्द्र यहाँ 1700 फाँटमा पनि गरौँ न, रामबदलजी एकचोटि भिजिट गरेर आउँ, सर्वे गरेर आउँ भनेर मलाई उहाँको एसिस्टेन्ट बनाएर पठाउनु भएको थियो र हामीले 2-4 दिन त्यहाँ घुमे पनि थियौँ। र उहाँको पर्टिकुलरली के भने यहाँ लोकल के छ, पहिला चाहिँ लोकल के प्लान्ट्सहरू छ फलफुलमा या के छ भनेर हेर्नुहुन्थ्यो। अनि अलि डाँडासाँडा पनि चढाउनु भयो। मैले त्यो सम्झना मलाई झल्झल्ती आएछ। 2 दिन अनि अगाडि आज त्यो सम्झना छ। त्यो उहाँको एउटा चाहिँ डेडिकेसन त्यो बेलादेखि देख्छु र हामी बिचबिचमा त भेटघाट हुन्थ्यो। र विशेष गरी रामबदल शाह, म शिव सुन्दर श्रेष्ठको तर्फबाट तपाईँलाई बधाई र तपाईँको इनर्जेटिक र डेडिकेटेड र एक्टिभ लाइफको लागि शुभकामना र निरन्तर रहिरहोस् भन्ने प्रार्थना गर्छु।
र जानकी माई सँगै बस्नु भएको छ। जानकी माईले यहाँलाई अवश्य पनि यो प्रेरणा शक्ति प्रदान गर्नुहुनेछ भन्ने प्रार्थना गर्दै अहिलेलाई यति भन्दै बिदा लिन्छु। धन्यवाद। कुराहरू सर सुन्नु पाएँ। हुनुहुन्थ्यो सरको चिन्जान त थियो पक्कै पनि भएको पनि होला होइन? पक्कै पनि म चाहिँ मोहन थापा सरसँग सरलाई काम गर्ने सन्दर्भमा सरको नर्सरीमा पनि गएर हेरेको छु, सँगै गएर भिजिट गरेका छौँ र सरको बारेमा चाहिँ थापा सरबाट मैले धेरै कुराहरू चाहिँ थापा सरबाट सुनेको जानेको हो र पर्सनल्ली त त्यसपछि सायद भेट भएको छैन मसँग, तथापि सरलाई मैले धेरै चिन्छु र धेरै कुराहरू चाहिँ अझै सरकै मुखबाट धेरै कुराहरू सुनेर इन्ट्रेस्ट हुन पाएँ। त्यसको लागि चाहिँ सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सँगसँगै अलिकति हाम्रो पुन सरले अलिकति कुरा उठाउनु भएको थियो, मसँगै जोडिया हुनाले थोरै कुरा चाहिँ मैले राख्न चाहेँ। यो पिआरएको वास्तवमा यो भनौँ क्वारेन्टाइनको रेगुलेसनको हिसाबले पिआरएको कारणले चाहिँ व्यवसायको कुरा मात्रै भएन, आफै राष्ट्रिय फलफुल विकास केन्द्र आफैले पनि दुःख पाइरहेको अवस्था छ। नाफा प्रोजेक्ट नै सफर गरिरहेको अवस्था पनि हो र अहिले पछिल्लो चरणमा चाहिँ अब पिआरए त्यसलाई पनि ऱ्यापिड पिआरए गरेर अनि रिक्वायरमेन्टहरू सेट गरेर इम्पोर्ट पर्मिट इस्यु गर्ने, इन्ट्री पर्मिटहरू इस्यु गर्ने काम चाहिँ क्वारेन्टाइनबाट भइरहेछ र नाफाको क्रपहरूको त हामीले 10वटा फलफुलको चाहिँ हामीले गराइरहेकै छौँ, प्रोसेसमा छ, सम्भवतः अब लगत्तै टुङ्गिन्छ र अर्नामेन्टल प्लान्टहरूको केसमा चाहिँ अब त्यो एउटा त फेडरल भनौँ सङ्घीय सरकारको कुनै युनिटै छैन, गार्जियनै नभएको अवस्था भएको कारणले पनि अलिकति अझै बढी सफर गरायो हो कि जस्तो पनि लाग्छ र टिआरमै जोडिँदाखेरि हामीसँग पनि जोडिने भयो भने त्यसलाई चाहिँ फेसिलिटेट गर्नुपर्छ भनेर हामीले पनि लागिरहेका छौँ र इन्डिभिजुअल व्यवसायहरूले र अनि कलेक्टिभली ग्रुपमा र मैले त सजेस्ट गरेको चाहिँ फ्यानले कलेक्टिभली त्यसलाई चाहिँ सम्बोधन गर्ने हिसाबले अगाडि बढौँ भनेर केही फुलहरूको चाहिँ जस्तो जातै दर्ता नभएर पनि समस्या थियो, जात दर्ताको कुरा चाहिँ अगाडि बढाएको छ, धेरै जातहरू दर्ता पनि भइसकेका छन् 150 भन्दा बढी र पिआरएको काम पनि क्रमशः पिआरए पनि भइरहेछ र इम्पोर्ट गर्ने काम पनि चलिरहेछ। अलिकति हडल चाहिँ भएको बिचमा स्टप नै भएको थियो, अहिले हडल अलिअलि भइरहेछ, भए पनि काम चाहिँ अगाडि बढेको अवस्था छ र अब धेरै जसो उसमा चाहिँ कस्तो देखिन्छ भन्दा क्वारेन्टाइनले चाहिँ रेगुलेट गर्ने मात्रै भनौँ आफ्नो अफिसमा बसेर रेगुलेट गर्ने, बाहिर मार्केटमा के भइरहेछ भन्ने कुरातिर चाहिँ अलिकति अब कसैको पनि दृष्टि नपुग्यो कि जस्तो देखिन्छ। रेगुलेट गर्दा फर्मल्ली केहीलाई पनि पर्मिसन दिएको छैन, इन्फर्मल्ली होइन भने बाहिर मार्केटमा सबै चिज देखिन्छ भन्ने पनि भावनाले यो कुरालाई पनि अलिकति सम्बोधन गर्ने हिसाबले जाउँ भन्दा हामीले क्वारेन्टाइनसँग पनि एक चरणको सरसल्लाह पनि गरेका थियौँ र सम्भवतः त्यसलाई चाहिँ अब त्यो कानुन आइसकेको अवस्था र पिआरए चाहिँ अब हरेक सिजनमा हरेक पटक गर्नुपर्ने भन्दा पनि एकपटक गरेपछि 5 वर्ष 7 वर्षमा चाहिँ त्यसको टर्म अपडेट गर्ने भन्ने भएको हुनाले सम्भवतः अब अहिले हेर्दाखेरि चाहिँ झन्डै 130-35वटा क्रपहरूको चाहिँ ऱ्यापिड पिआरए गरेर एसेस गरेर त्यसको चाहिँ रिक्वायरमेन्ट सेट गरिसक्यौँ भनेर हिजो मात्रै पनि क्वारेन्टाइनमा कुरा गर्नुभएको थियो। त्यो हुँदाखेरि प्रोसेसमा छ, सम्भवतः अगाडि बढ्ला भन्ने लाग्छ। यति नै राखेँ सर मैले अहिले। धेरै धन्यवाद सर, धेरै धन्यवाद। किनभने यो हाम्रो रामबदल सर पनि यसमा अपडेट नहुन सक्नुहुन्थ्यो, सरले धेरै कुरा अपडेट गरिदिनु भयो। मलाई लाग्छ उमेद सरले गरेको कुराहरूको धेरै कुरा एड्रेस भएको छ यो महेश सरको भनाइबाट, किनभने नाफाको क्रपको सिलसिलामा यो कुरा धेरै अगाडिदेखि चलिरहेछ। धेरै धेरै धन्यवाद सरलाई। अब अरू कोही सर हुनुहुन्छ? एकजना हाम्रो खगेन्द्र सरलाई देखेँ मैले, सुदूरबाट जोडिनु भएको छ। ए सर केही बोल्नुहुन्छ? हेलो, ए शिव सर आउनुभयो। ल सर, ल नमस्कार गऱ्यौँ सर। नमस्कार है सबलाई। ल सरलाई नमस्कार, सबलाई नमस्कार। यहाँ अर्गनाइजर र आज त्यो पार्टिसिपेट गर्नुहुने रामबदलजीलाई चाहिँ मेरो ठुलो ठुलो बधाई छ। एउटा कुरा के भन्न चाहन्छु, रामबदलजीसित चाहिँ सिट्रसको फोटोग्राफहरू छ भनेदेखि त्यो फोटोग्राफहरू माग्नु भएको थियो उहाँ के डाक्टर प्रहलाद थापाले। यदि हुनसक्छ भने सिट्रस मोनोग्राफ बनाउने तर्फबाट चाहिँ सोचेदेखि राम्रो हुन्छ कि जस्तो मलाई लागेको छ। करिब करिब छलफल पनि धेरै नै गऱ्यौँ, धेरै कुरा। खगेन्द्र सर केही छ सर? थोरै सम्पूर्ण आदरणीय सर म्याडमहरूलाई नमस्कार भन्न चाहन्छु। वास्तवमा यो धेरै राम्रो कार्यक्रमको सुरुवात हाम्रो हर्टिकल्चर सोसाइटीले गरेको छ। हाम्रा आदरणीय सर म्याडमहरू जुन वास्तवमा इतिहास जिउँदो इतिहास भनौँ न, जिउँदो इतिहास हुनुहुन्छ, उहाँहरूसँग परिचय गर्ने, उहाँहरूको ज्ञान लिने
एउटा राम्रो अवसरको यो सुरुवात भएको छ र धेरै सुझावहरू आइसकेको छ। यसलाई चाहिँ लिपिबद्ध गर्ने कुरा आजकल त अब यो इलेक्ट्रोनिक सिस्टम भएको हुनाले सजिलो पनि भएको छ। त्यसैले अब धेरै कुरा भन्न मलाई केही छैन। सानो एउटा खुसीको कुरा चाहिँ यो राम्रो सुरुवात भएको छ, यसलाई कन्टिन्यू दिउँ। केही धेरै पुराना पुस्ता सबैलाई समेट्दै बिचका मध्य स्तरका पुस्तालाई पनि क्रमशः ल्याउने, ताकि उहाँहरूलाई पनि अहिले भइरहेका नयाँ अपडेटहरू पनि उहाँहरूलाई पनि थाहा होस् होइन। एकअर्काबाट पनि जो अघि नआएको पनि छ केही कुराहरू अब हामी नयाँ पुस्ताबाट पनि सिक्न सक्छौँ भने पुरानाबाट त सिक्ने कुरा नै भइ नै हाल्यो। त्यसलाई त हामीले बिर्सिनै हुँदैन, हाम्रो त्यो सम्पत्ति हो, राज्यकै सम्पत्ति हो भन्ने कुरा पनि अघि नै आइसकेको छ। मलाई खालि एउटा यो सदभावमा मैले काम गरेको अनुभवले मलाई के फिल हुन्छ भने वास्तवमा हाम्रा पुर्खाहरूले त्यस्तो बेलामा हाम्रा अग्रजहरूले कसरी काम गर्नुभयो होला। बाटोघाटो थिएन, केही पनि थिएन। अब मैले सुनेको त्यहाँ 60-70वटा भेराइटीहरू स्याउको थियो अरे। अहिले अब हामीसँग 5वटा भेराइटी खोज्यो भने पनि त्यहाँ छैन। हुन त अब यो क्लाइमेट चेन्जले पनि केही असर गरेको होला होइन सर। तैपनि जे होस्, मैले भन्न खोजेँ वास्तवमा यसो सोच्दाखेरि कसरी हाम्रा अग्रजहरूले त्यति दुःखको समयमा बाटोघाटो पनि थिएन भनेपछि अब त्यति भेराइटीहरू ल्याएर विदेशहरू ल्याएर फलाउनु भएको होइन। र त्यो बेला चाहिँ अब बिक्रीको समस्या थियो। मान्छेलाई भनौँ न परिचय दिनु नै, यसलाई सिकाउनु नै ठुलो कुरो थियो त्यो बेला भने। अब अहिले बाटोघाटो सबै कुरा पुगेको छ। तर अब यो क्लाइमेट चेन्जकोदेखि अरू इस्युहरूले गर्दा अनि यो अब माइग्रेसनका कुराहरू, युवा र अब जङ्गली जनावर, छाडा पशुपन्छी भन्ने थुप्रै यस्ता मतलब इस्युहरूले गर्दा अहिले नयाँ नयाँ केही अब नयाँ नयाँ टेक्नोलोजीहरू, नयाँ नयाँ भेराइटीहरू पनि आइरहेका छन्, हाई डेन्सिटी प्लान्टिङका कुराहरू। त्यसैले अब यो नयाँ पुस्ताले यसलाई पुरानो अग्रजहरूबाट सिक्दै के नयाँ प्रविधिहरूलाई नेपालमै पनि विकास गर्ने र अघि नै रैथानेका कुराहरू पनि आएको थिए। कति कुराहरू हाम्रा राम्रा छन्, त्यसलाई संरक्षण गरेर त्यसलाई इम्प्रुभ भेराइटीमा त्यसलाई ट्रान्सफर गर्न सकिन्छ कि होइन। र अहिले प्राकृतिक कृषिको कुरा आएछ र त्यसलाई फेरि मान्छेहरूले परम्परागत कृषि भन्ने बुझ्छन्। त्यो वास्तवमा परम्परागत कृषि होइन कि सुधारिएको कृषि हो। त्यो वास्तवमा सबै अहिले परम्परागतदेखि लिएर अहिलेसम्मका जति जति विकास भएका छन् ती सबैका राम्रा पक्षहरूलाई ल्याएर र सार चाहिँ के हो भने प्रकृतिका स्रोत साधनहरूको संरक्षण सम्वर्धन गर्दै दिगो रूपमा सन्तुलित रूपमा विकास गर्यो भने मात्रै हाम्रो यो अहिलेको पुस्ता र भावी पुस्तालाई चाहिँ हामी बचाउन सक्छौँ, साँच्चैकै विकास हुन सक्छ भन्ने छ। त्यसैले हाम्रा थुप्रै रैथाने सम्पत्तिहरू छन्, त्यसलाई हाम्रो नार्कले, अनुसन्धानका निकायहरूले, हाम्रो विश्वविद्यालयहरूले र निजी क्षेत्र सबैले भनौँ न यसरी गर्न सक्यो भने राम्रो हुन्छ कि भन्ने एउटा सानो कुरा मात्र राख्न चाहे सर। धन्यवाद एउटा अवसर दिनुभएकोमा र यो राम्रो कार्यक्रम गर्नुभएको र विशेष गरी हाम्रो रामबदल सर र सम्पूर्ण अग्रज सरहरूप्रति वास्तवमा जति भनौँ न आभार व्यक्त गरे पनि, उहाँहरूप्रति जति नमनता व्यक्त गरे पनि कम हुन्छ जस्तो लाग्छ सर। धन्यवाद। हस् हस्, धन्यवाद सर। मलाई लाग्छ अब हामी रामबदल सरसँगै जाउँ। केही उहाँको रेस्पोन्स अथवा केही भन्नै पर्ने कुरा, सजेसनलाई त सरले लिँदा भइहाल्यो। कति कुरा आन्सरै दिनुपर्ने खालको पनि देख्दिनँ म, कति कुरा सजेसनको रूपमा छ। कसैको खासै केही बाँकी छैन भने म रामबदल सरलाई नै ह्यान्डओभर गर्छु। सरले रेस्पोन्स गर्नुपर्ने अथवा केही कुरा भनिहाल्नु पर्ने त्यस्तो केही छ भने प्लिज सर। हुन्छ रेस्पोन्सै गर्नुपर्ने कुरालाई, सजेसनलाई त सरले लिँदा भइहाल्यो। हामी मन बहादुर थापाजीले एउटा कुरो गर्नुभएको थियो, मैले पढेँ भने अरूको नाम चाहिँ आएन साहबहरू भनेर, के त्यो असन्दर्भिक होला कि भनेर मैले नछोएको त मैले हरेक व्यक्तिको नाम छुन खोजेको। त्यसले गर्दाखेरि उहाँले एउटा धेरै अनेस्ट वर्करमा मैले एउटा गन्ती गर्दाखेरि चाहिँ अब मोहन बहादुर थापा पर्नु भएको र अरू पनि छन् त्यस्ता धेरै। कोही त तालीमा जाँदाखेरि पकेटमा हात राखेर ताली लिएर जाने, काट्याडा फिल्डमा जान्छ भने डाक्टरले चाहिँ आडा लिएर जान्छ भने पनि हाम्रो काम कैँची र एउटा स्प्रेयर फलाना ढिर्काना सँगै लिएर जाने, कमसेकम कैँची लिएर जाने भनेर भन्थे। मोहन बहादुर थापाजीसँग एउटा अर्को अनुरोध के छ भने उहाँले जुन विषयमा थेसिस लेख्नुभएको थियो त्यसको पनि प्रचार प्रसार र त्यस विषयलाई पनि अगाडि ल्याउनु पर्ने किन सुन्तला त्यो पनि मैले एउटा उहाँसँग अनुरोध छ कि उहाँ गरिरहनु भएको छ होला मलाई लाग्छ। र जस्तो अब डाक्टर पुन हुनुहुन्छ, हामी हर्टिकल्चर सोसाइटीमा गर्दाखेरि उहाँले गर्नुभएको मैले कहिले भुल्न सकिनँ। उहाँले डाक्टर पुनले मेरो अनुपस्थिति कहिले उहाँले फिलै हुन दिनु भएन कसैले। यस्तो राम्रोसँग चाहिँ गर्नुभएको हुनाले
उहाँको मैले सम्झना छ। म पहिला चिनाजान थिएन, एकैपटक चिनाजान भयो, तर पनि उहाँको मैले यस्तो विषयको थिएँ। मैले ल तपाईँलाई नै बनाउनुपर्छ सोसाइटीको अध्यक्ष भन्दाखेरि मैले प्रोमिस त अरूलाई गरेको थिएँ, तर उहाँले भन्दा होइन सर म पुरानो पुस्ताले जाओस्, म चाहिँ पछि भइहाल्छु नि भनेर भने। कति राम्रो कुरोहरू निकाल्नु भयो भने यो सोच हो नि मान्छेमा, धारणा हुन्छ एउटा मान्छेको, त्यो चाहिँ बडा राम्रो राम्रो कुरोहरू निस्कन्थ्यो। मोहनबाबुजीको पनि त्यस्तै छ। मुकुन्द रञ्जित थिए एउटा हामीसँग काम गर्ने, एउटा नाम पनि वीरेन्द्र बस्नेत, यिनीहरू चाहिँ धेरै राम्रो काम गर्नेहरू मध्येमा थिए। काम गर्ने त धेरैहरू पनि थिए, अरूको नाम त म अहिले बिर्सि पनि सकेँ। मसँग फिल्ममा काम गर्ने धेरै थिए। उहाँले एउटा कुरो के भन्नुभयो कि पवन प्रसाद श्रेष्ठजीले यो कटिङ ग्राफ्टिङबाट चाहिँ यस्तो किसिमको केही आउँछ कि भनेर जराहरू भनेर, त्यो त्यस्तो के मूल त्यसको उद्देश्य के हो? कटिङ ग्राफ्टिङ मेरो थेसिस नै हो कटिङ ग्राफ्टिङ नर्सरी भने। कटिङ ग्राफ्टिङ के हो भनेपछि जस्तो अब रामेछाप सुन्दरीमा जुनार कार्यक्रम चलाउन सकिने बेलामा चाहिँ डाक्टर वेदबहादुर खड्काको यो थियो कि 5 वर्षमा 3000 रोपनी सुन्तलाको बिरुवा चाहिँ लगाउनु पर्यो भनेर उहाँको एउटा आएको थियो। त्यहाँ जेडिपीका सबैजना आत्तिए। मैले सोध्नुभयो के हुन्छ? मैले पनि हुन्छ, 5 वर्ष होइन, अलिकति टाइम बढी लाग्छ तर हुन्छ। सबभन्दा त रुट स्टक तयार गर्नु पर्यो, बिरुवाको माउबाट हेर्नु पर्यो, इत्यादि बिजु बिरुवा मात्रै होइन, कहिले बिरुवा दिनु पर्यो भन्ने किसिमबाट अलिकति टाइम लाग्छ, एकैपटकमा हुँदैन, एकै वर्षमा। भने त्यसै बेलामा मैले आफ्नो थेसिसको उपयोग त्यहाँनिर गरेको थिएँ र त्यो चाहिँ व्यापक रूपमा थोरै समयमा बिरुवा उत्पादन गर्नुपर्ने हो भनेपछि कटिङ ग्राफ्टिङ वा कटिङ बडिङ गर्ने हो। बडिङ गरेर भए पनि रुट स्टकको कटिङ लिने, त्यसलाई बडिङ वा ग्राफ्टिङ गर्ने र त्यसलाई रोपिदिने। त्यो बिरुवा चाहिँ जुन 2 वर्ष लाग्थ्यो, 1.5 वर्ष लाग्थ्यो काम गर्नु भने चाहिँ 6 महिनामा तयार। त्यसले गर्दाखेरि त्यो कटिङ ग्राफ्टिङ त्यसबाट महत्त्वपूर्ण थियो। त्यसपछि पनि महत्त्वपूर्ण के छ भनेपछि डिजिज फ्री गर्नलाई त अहिले टिस्यु कल्चर छ। अझै त्यो राम्रो छ। मैले टिस्यु कल्चरमा पनि काम गरेको छु जापानमा, टिस्यु कल्चरमा पनि गरेँ, थेसिसको बेला पनि हेरेँ, अन्त टिस्यु कल्चर पनि गरेँ, यो पनि गरेको थिएँ। त्यस किसिमबाट चाहिँ हामीले अहिले यो गर्न चाहिँ चाह्यौँ भनेपछि जुन छनौट गरेर ल्याउँछौँ भने त्यसलाई पनि टिस्यु कल्चर गरेर चाहिँ व्यापक रूपले भेराइटी आइडेन्टिफाई गरेपछि तुरन्त पनि व्यापक बनाउन सक्छौँ। जस्तो हामीले बिजु बिरुवाबाट कति बिरुवामा गयौँ रामेछाप सुन्दलीमा भनेपछि त्यो 11-11वटा नर्सरी खोलेपछि एउटा इन्डस्ट्री भएको थियो, सिन्धुली रामेछाप बिरुवा उत्पादनको इन्डस्ट्री। अधिराज्यमा नेक्स्ट इयर कति बिरुवा चाहिन्छ भनेपछि त्यो त्यति बेला तयार हुन्छ। यस्तो किसिमको अवस्था सिन्धुली रामेछापमा भएको थियो। म त्यसको लिड गरेको थिएँ, अरू पनि थिएँ। त्यस बेलामा कृषि विकास बैंक, कृषि विकास शाखा र म अन्तर्गतका अर्को टेक्निसियन यी सबै एउटै ढिका थियौँ र मैले रुटिन बनाइदिएको थिएँ कि 15 दिनभन्दा ग्याप बढी हुँदैन, 15 दिनमा एकजना मान्छे त्यो साइटमा जानै पर्ने। सबको रेकर्ड किसान कहाँ कपी छ, त्यसमा जो जान्छ त्यहाँ लेख्ने, के गर्ने भनेर लेख्ने, अर्को फलोअपमा जाँदाखेरि त्यहाँ हेर्ने त्यो भएको छ कि छैन त्यो गर्ने। त्यस्तो किसिमबाट हामीले त्यो प्रोग्राम सिन्धुली रामेछापमा चलाएको छ, प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत राखेर। र मैले के वेदबहादुर खड्काजी सचिवज्यूसँग पनि भेट भएको थिएँ। सचिवज्यू यस्तो त मैले राख्नुभयो, मैले त्यो अठोट गरेँ, म गराउँछु भनेर, तर यो 5 वर्षमा मात्रै त हुँदैन रामबदलजी, यस्तो अठोटमा लिएपछि त त्यो कहिले पनि हुँदैन भन्ने उहाँको एउटा धारणा थियो कि उहाँमा पनि एउटा जोस जाँगर थियो कि यदि गराउनु पर्छ कसरी गराउने भने यसरी गराउने भनेपछि उहाँले आफ्नो एउटा तरिका निकाल्नु भने म त्यो सबैमा त्यो कुरोहरू चाहिँ आओस्, त्यस्तो कुरो होस्, त्यस्तो छ पनि मान्छेहरूमा। एउटा थियो दशरथ प्रसाद लोहार, धनकुटामा काम गर्दा म के सिन्ताङमा जाँदाखेरि बेलामा चाहिँ त्यहाँ त्यही सुन्तलाको आइडेन्टिफिकेसनको लागि राम्रो आइडेन्टिफिकेसनको लागि
उहाँले समय लिएर जाने फलाना फलाना चिज गरेर लानु जानुपर्छ बिहान बेलुका राति एउटा कुरो बिर्सेछु जस्तो लाग्यो अनि बिहानै उठेर पनि त्यसलाई बोलाएर भने कि ए लहरजी यस्तो यस्तो कुरोहरू पनि लानुपर्छ यो फलाना फलानाको जस्तो यो चाहिँ जति छ त्यो सामान पनि लानुपर्छ कागजपत्र सबै लानुपर्छ मैले सबै तयार गरिसकेको छु उहाँले भन्दै नभनिकन पनि उहाँले सबै कुरो तयार गरेर लानुहुन्छ भने त्यो एउटा सोच हो नि मान्छेमा गर्ने कतिको इच्छा छ त्यो कुरो म यो चाहिँ कुरो सबैमा आओस् भनेर चाहिँ म एउटा अपेक्षा राख्छु त्यो कुरो भयो अर्को कुरो चाहिँ तपाईँले फुड इन्डस्ट्रीको कुरो पनि ल्याउनु भएको थियो अब फुड अहिले चलिरहेको छ फुड फ्रुटी फलाना ढुस्काना चाहिँ फुडको पनि विभिन्न प्रकारको परिकारहरू आउँदैछ सबभन्दा पहिला त हाम्रो परिकार आएको थियो त्यो चाहिँ मूल त्यो कुरो मैले भन्न सकेको थिएँ नि खबरमा कीर्तिपुरमा फलफुल संरक्षण इकाइ पनि थियो जसले पनि शरबत बनाउने लप्सी क्यान्डी बनाउने बियर बनाउने फलफुलको जुन नहुने यी सबै कुरो गर्दाखेरि लप्सी क्यान्डी तयार भयो त्यो एउटा चाहिँ बडा यति ठुलो उसमा भयो भने अहिले तपाईँले त्यसको रूप हेर्नुहुन्छ लप्सी क्यान्डी त्यस्तै म चाहन्छु आँपको पनि क्यान्डी बनोस् मैले हेरेँ एउटा काठमाडौँ जाँदाखेरि कलकत्ताबाट आएको थियो आँपको क्यान्डी कुन ठाउँबाट चाहिँ क्यान्डी किन्न गएको थियो देखेको के को त म्याङ्गो क्यान्डी कलकत्ताबाट अनि त्यस्तो किसिमबाट आँपको क्यान्डी पनि यस्तो किसिमबाट शिवबहादुर नेपालीजीले केटी लिनुभएको थियो आमा दुर्दशा के भने गोलभेरा खेर नजाओस् भने गोलभेराको पाउडर बनाउनु त्यो उहाँको पनि त्यति आउन सकेन किनकि उहाँ पनि रिटायर हुनुभयो इत्यादिको कुरामै विभिन्न किसिमको घटना चक्रले गर्दाखेरि त्यो पनि आउन सकेन गोलभेडाको पाउडर जुस त आउँछ के अरे सस त आउँछ तर पाउडरको सेपमा चाहिँ त्यो भएन उहाँको धारणा थियो कि त्यहाँ वृहत बागवानी केन्द्रमै सर्लाहीमा चाहिँ त्यो खोल्ने भन्ने त्यो पनि राम्रो आइडिया थियो त फुड इन्डस्ट्रीमा अहिले के छ भने खाने बानीले गर्दाखेरि मान्छेको खाने बानी यति परिवर्तन भयो कि अहिले हाम्रो आफ्नो उत्पादन यति छ अब खाने बानी कस्तो भयो कि पहिला गाउँ गाउँमा घर घरमा बगैँचामा गएर त्यही ल्याउनु पर्यो फ्रुट गर्नु पर्यो हरेक रोड साइडमा हरेक रोडमा कहाँ छ भने त्यहाँ फ्रुट चाहिँ देखिँदैन भने हरेक प्रकारको अब हरेक मौसममा पनि देखिन थाल्यो हरेक किसिमको पनि यस्तो भएको छ त्यो कन्जम्सन पनि भइरहेको छ मजासँग त्यो कहाँबाट आउँछ जापानबाट आउँछ चाइनाबाट आउँछ इन्डियाबाट आउँछ हाम्रो आफ्नो प्रोडक्टले त अपर्याप्त छ पर्याप्त हुन सकेको छैन अझ हाम्रो व्यापक सम्भावना छ फेरि अर्को कुरो के भने हाम्रो सुन्तला पाक्ने टाइम र इन्डियामा पाक्ने सुन्तला पाक्ने टाइम फरक छ त्यसले गर्दाखेरि हाम्रो बजारको पनि उ छैन अब त के बजार न सजार जहाँ पनि बजारै बजार कहीँ कमी छैन त्यो एउटा हेर्नुभयो थियो त्यो पनि राम्रो हो अनि सुन्तला विषयको अध्ययनको बारेमा भन्नुभएको थियो मलाई भन्छु रिपिट गर्नुहोस् फेरि मबाट केही हुँदैन भने म योगदान गर्छु म दिन्छु त्यस बेलाको त्यो मसँगको सबै के अरे कुन किसिमबाट त्यो लिनुपर्छ डाटा सङ्कलन भने ती सबै फर्मेटहरू पनि छ त्यस बेलाको तर सजिलो हुन्छ त्यसमा एड गरेर गर्नुहुन्छ भने त्यो सबै गर्नु धेरै राम्रो हुन्छ जस्तो मैले यहाँ नर्सरी खोलेँ नर्सरीमा काम गर्ने मान्छेहरू 20-20 वर्ष काम गर्ने नर्सरीमा त्यो मैले नर्सरी चालु छैन त्यो काम गर्ने मान्छे त नर्सरी खोल्यो यति राम्रो लाग्छ मलाई कि मैले नर्सरी जन्माएँ जस्तो लाग्छ मेरो नर्सरी छैन भने जस्तो लाग्दैन त्यस्तै किसिमबाट कोहीले गर्छन् काम भनेपछि त्यो काम कार्य भइदियो भनेपछि अझ धेरै राम्रो पनि हुन्थ्यो अब उमेद पुन्जीको त कुरै के उहाँ त इन्टरनेसनल भइसक्नु भएको छ के सम्हालिरहनु भएको छ थाइल्यान्डबाट के ल्याउनु भयो त्यसपछि म्याङ्गो सिम्पोजियममा पनि मलाई बडा राम्रो लागेको थियो उहाँसँग त्यसबेला धेरै वर्षपछि त्यहाँ भेट भएको थियो कार्कीजीले पनि निकाल्नु भएको त्यो कुरोहरू त्यो पनि राम्रो कुरो हो उहाँहरूले पनि सबैले म एकदम हौसला पनि जाँगर चाहिँ रहिरहोस् सधैँभरि त्यो पनि चाहन्छु अर्को यो
बिउ बिजन ऐनको हिसाबकोले बिरुवाभित्रमा पाउने भनेको त्यति बेला संशोधन पनि त हुन्छ। हरेक ऐनको संशोधन भइरहेको जहिले पनि सबभन्दा माथिल्लो तहमा चाहिँ के चाहिन्छ भने त्यसमा सबै तपाईँले बनाउँछ एकैचोटि पास हुन्छ। अनि यो ऐन पनि नहुन सक्ने कुरो छैन, त्यसमा पनि हुन सक्ने हो आवश्यकता अनुसार। म फ्लोटिकल्चर पनि काम गरेँ अलिकता, गुलाबको यहाँबाट प्रोडक्सन गरेर काठमाडौँ सप्लाई पनि गरेँ धेरै। तर माओवादी द्वन्द्वको टाइममा चाहिँ फेरि त्यो मलाई अलिकति सेटब्याक भयो सबैमा। त्यस किसिमबाट फ्लोटिकल्चरको अलिकता राम्रो विकास भयो, फुलको पनि विकास भयो। तर जुन गतिमा चाहिँ अब धनुषा जिल्लामा सधैँभरि फुलको यहाँबाट सप्लाई हुन्छ, यहाँ ट्रेनिङ पनि गऱ्यौँ, तर फलोअप भनेपछि हाम्रो प्रेजेन्स छैन। सरकारी स्तरबाट जुन कुरो गर्छौँ त्यसमा प्रेजेन्सको दिनुपर्ने हो, टाइममा फलोअप चाहिँ भइरहेको भनेपछि त्यो हामीले मात्रै फार्ममा मात्रै गरेर होइन कि त्यो निजी स्तरमा जस्तो नर्सरी 75 जिल्लामा चाहिँ फर्स्ट आएको छ नर्सरी। फलोअप कारणले गर्दाखेरि हो भने पनि अहिले कसैले केही भन्नु पर्दैन। 48 सालमा एउटा म कुनै कारणले चाहिँ गइरहेको थिएँ त्यो बस्नेतजीको प्रोग्राममा, उहाँ रामेछाप, त्यहाँबाट फर्केपछि कसैलाई कहिले के थाहा भएछ, सिन्धुलीका मान्छेहरू कोभिड क्षेत्रका बाटोमा आएर रोक्यो। मैले त यो बदमास मान्छेहरू त आएन भनेर नजिक जाँदाखेरि त यो मान्छे घेरेर लगेको घरमा भनेपछि त्यो कुरो गर्नुहोस्। हामीले अब ऋण कसरी तिर्ने छ, कसरी तपाईँले सिक्यो के 5 वर्षसम्म सरकारले दियो भने सधैँभरि सरकारले गरेन, आफूले सिकेको आफू गर्नुहोस् भने यो किसिमको प्रेजेन्स चाहिँ सबैमा दिनुपर्ने अवस्था छ। त्यो दियो भने हामी जहाँ पनि जान्छौँ आफ्नो विचार नगरिकन किसानले कसरी गर्छ, किसान चाहिँ गर्यो भनेपछि सबै हुन्छ। उहाँले प्रोडक्सन गर्नुहुन्छ, उद्योग गर्नुहुन्छ, हामीले त्यहाँ प्रेजेन्स मात्र देखाउनु, सरकारी स्तरबाट प्रेजेन्स देखाउनु पर्छ भनेपछि। अर्को ट्रेनिङको कुरा पनि उठ्यो, ट्रेनिङ स्टाइल पनि राम्रै पुर्णेको श्रेष्ठजीले पनि भन्नुभएको थियो, त्यो पुरानो कुराहरू राम्रै छ, उहाँ पनि उनीहरूको देखिरहन्छु म। आफ्नो आफ्नो स्तरबाट चाहिँ दिइरहनुपर्छ। शिवबहादुर नेपालजीले दिनुभएको किताब एउटा उहाँले लेख्नुभएको त्यो पनि एउटा डकुमेन्ट हो, त्यो पनि मैले पढेको थिएँ, त्यो पनि धेरै राम्रो छ। अनि खगेन्द्रजीको पनि रामशरण दिएको भनेपछि उहाँसँग म यही आग्रह गर्छु कि एउटा अर्को मलाई हर्टिकल्चर एसोसिएसनबाट मैले एउटा आग्रह गर्छु। मेरो एउटा अर्को सपना थियो र विश्वविद्यालय त गरेँ, विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय त गरेँ, उहाँको पनि हेरेको थिएँ। त्योभन्दा पहिलादेखि मेरो सपना देखेको थियो भने जति हाम्रा हर्टिकल्चरिस्ट छन् मास्टर डिग्री र पिएचडी गरेका डिग्रीहरूको सङ्कलन एक ठाउँमा राखेर 1 भाग 2 भाग 3 भाग कुन कुन फ्रुटको कसरी गर्ने हो क्याटेगोराइज गरेर सबै एउटा डकुमेन्टको किसिमबाट चाहिँ प्रकाशन गर्ने म धेरै पटक प्रयास गरेँ। फोटो स्टाइल पनि गरेँ, फोटोकपी पनि सबैतिर वितरण गरेँ, तर मेरो फलोअप भएन। म रिटायर भएपछि एक ठाउँमा समेत काठमाडौँ मेरो थलो भएन, यहीँ बसेँ। त्यसले गर्दाखेरि म सोसाइटीसँग यो पनि आग्रह गर्छु कि यसमा चाहिँ लिड लिएर यो सबैको थेसिसको मूल चिजहरू पनि पिएचडीको र एमएससीको सबै चाहिँ आओस् र एक ठाउँमा ढिक्का भएर चाहिँ केही भोल्युम बनाएर चाहिँ प्रकाशित होस् भनेर आफमा चाहिँ एउटा सरकारी स्तरबाट चाहिँ फलफुल विकास केन्द्रबाट पनि एउटा प्रोग्रामहरू बनाएर चाहिँ दिएर आफमा चाहिँ अनुसन्धानको कामहरू पनि एउटा अगाडि आउनुपर्छ भनेर चाहिँ मेरो भनाइ यति छ। अरू केही छ भने पनि त्यसको जवाब दिनु। हस् हस्, सरले एकदमै राम्रोसँग सबैजनाको कुराहरूलाई कभर गरिदिनु भयो। मलाई लाग्छ अब हामी 2 घन्टा प्लस गइसकेका छौँ। समयको हिसाबले पनि हामी अगाडि जान त्यति कठिन होला। अब यति कुरा कभर भएको छ, अर्को सिरिजहरूमा पनि फेरि जाउँला। महासचिवज्यू के छ, अब हामी क्लोजिङमा जाउँ के भन्नुहुन्छ? कालिका जिम्मा लगाएँ। अब राम्रो छलफल भयो, सबैजना सरहरूलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो छलफलमा पनि हामी 8-10 जनाले क्वेरिज पनि राख्नुभयो हेल्दी डिस्कसनलाई, र हाम्रो राम्रो सरले जुन रेस्पोन्स गर्नुभयो सोसाइटी तर्फबाट हामी चाहिँ त्यसलाई अगाडि बढाउने प्रयास एकदम बलमल्दो प्रयास गर्नेछौँ। र अब यो कार्यक्रमलाई चाहिँ म आफ्नै अध्यक्षज्यूलाई अनुरोध गर्दछु कि
सबै उपस्थितहरूलाई महानुभावहरूलाई चाहिँ धन्यवाद ज्ञापन गर्दै यो जुम मिटिङलाई समाप्त विसर्जन गरिदिनु अनुरोध गर्दै म पनि यहाँहरूसँग बिदा हुन्छु। हस्त धन्यवाद। हस् हस्, धन्यवाद महासचिवज्यू, सचिवज्यू। आदरणीय अग्रज हाम्रा बागवानी विज्ञज्यूहरू, आजको विशेष प्रस्तुतकर्ता रामबहादुर शाह सर, हाम्रो अग्रज शिव सर, नाफका अध्यक्षज्यू, हाम्रा पदाधिकारीज्यूहरू, खास गरेर फलफुल विकास केन्द्रका प्रमुखज्यू, ल्याबका प्रमुखज्यू, हाम्रो सुदूरका निर्देशनालयका प्रमुखज्यू लगायत धेरै सरहरू यहाँ उपस्थित हुनुहुन्छ। मैले सबैलाई यथोचित रूपमा सम्बोधन गर्दै आजको यो कार्यक्रममा समय दिनुभयो। वास्तवमा हामी जनकपुरमा हुनुहुन्छ सर, होइन? अब यो टाइमिङ मिलाउने, तयारी गर्ने भन्ने कुरो यो उमेरमा यति एक्टिभली सरले आज जसरी हामीलाई अनुभवहरू व्यक्त गरिदिनु भयो, यो रिकर्डेड पनि रहन्छ। यसलाई हामी अझै अरूपल्ट पनि फेरि पनि लाइभ गर्छौँ। कति कुराहरू टेक्निकली हामीलाई पनि फ्रेन्डली हुन अलिकति टाइम लाग्यो हो, तर आज त्यति भएन। म रामबहादुर सरलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। हामी सबै आभारी छौँ। उहाँले प्रस्तुत गर्नुभएका अनुभव, उहाँले हामीलाई दिनुभएका सजेसनहरू, त्यही लाग्छ हामीलाई पनि। त्यो बेलामा जुम्लाबाट 3 दिन 4 दिन पर पुग्ने ठाउँमा गएर कसरी फार्म गर्नुभयो होला, अब हामी भन्थ्यौँ। कसरी त्यति बेला ल्यान्डको डिमार्केसन गर्नुभयो होला, कसरी त्यो कुरोलाई मेटेरियलाइज गर्नुभयो होला। अब अहिले हाम्रो कन्टेक्स्टले पनि हामीले त्यहाँ म्यान पावर पठाएर फार्मलाई म्यानेज गर्न नसकेको अवस्था छ। अर्को कुरा के भने, यो फेडरल सिस्टममा गइसकेपछि के भएको छ, कति नेसनल प्रायोरिटीका क्रपहरू पनि लोकलाइज जस्तो भएको छ। त्यसले नेसनल प्रायोरिटी पाउनुपर्ने केसमा पनि हामी अलिकति डिक्लाइन हुँदै गएको जस्तो अवस्था पनि छ। जबकि अब हर्टिकल्चरली नै मोटिभेट पर्ने, प्रायोरिटी पाउनुपर्ने हाम्रो हाई हिल, मिड हिल बेसिकली र तराईको खाद्यान्न पछिको ट्रपिकल फ्रुटहरूमा पनि हामी अलिकति पछाडि परेको अवस्था छ। रिसर्चको कुरा पनि सरले गर्नुभयो, किनभने फ्रुटको रिसर्चमा अलिक लगानी चाहिने, अलिक ठुलो लगानी चाहिने र समय पनि चाहिने। अहिले हाम्रो अवस्थामा न मान्छेलाई लगानीको हिसाबले सपोर्ट गरेको छ, नार्के कुरा गऱ्यो भने पनि मात्रै टोटल बजेटको 0.3%मा नार्कले काम गरिरहेको छ अहिले। अस्ति हामीले याद पनि गरेका थियौँ, होइन? असाध्यै कम लगानी छ। र फ्रुटमा अर्को कुरा के भने, लङ टर्म पेसेन्स चाहिने, लङ टर्म लगानी चाहिने, लङ टर्म साइन्टिस्टको इन्भल्भमेन्ट हुनुपर्ने फिल्ड हो, जो कि हाम्रो अहिलेको ट्रान्सपोर्ट सिस्टम, अहिलेको हाम्रो एचआर म्यानेजमेन्ट सिस्टम, यो सबै कारणले गर्दाखेरि हाम्रो रिसर्चको कुरो पनि पछाडि पऱ्यो जस्तो लाग्छ मलाई। तर जे यहाँ सरहरूले, अग्रजहरूले जसरी यसलाई बनाएर ल्याइदिनु भयो, यहाँसम्म हामीले त्यसमा टेकअप गरेर हामीले काम गर्न पाइरहेछौँ। यसमा कमिटेड भएर सरले अघि कुरा गर्नुभएको छ, शिव सरले पनि त्यसमा थप्नुभयो। सबभन्दा ठुलो कुरो, हामीले यो भएन, त्यो भएन, यसो भएन भन्नुभन्दा पनि जहाँ छौँ, जति बेला छौँ, जहिले छौँ, त्यो बसेर काम गर्ने खालको वातावरण बनायौँ भने केही न केही हामीले इँटा थप्छौँ र बागवानी विकासमा हामी सबैको योगदान जान्छ भन्ने कुरो नै मलाई लाग्छ। आजको यो छलफलबाट धेरै कुराहरू आएको छ। सोसाइटीले गर्नुपर्ने केही जिम्मेवारीको कुराहरू पनि आएका छन्। त्यसलाई पनि हामी फर्दर हाम्रो इस्युको मिटिङमा राखेर केही डिजिटाइज गर्नुपर्ने कुराहरू, केही मेटेरियलहरू सङ्कलन गर्नुपर्ने कुराहरू, त्यसमा पनि हामी समन्वय गर्छौँ। म यति कुरा बोल्दै आज धेरै कुरा नगइकन 2 घन्टा प्लसको यो मिटिङमा यहाँहरू सबैले समय दिनुभयो, आफ्ना सजेसनहरू राखिदिनु भयो, लाइभली बनाइदिनु भयो। यसको लागि सबै सहभागी सरहरूलाई, आदरणीय सरहरू, म्याडमहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र विशेषतः रामबदल सरलाई यो उमेरमा, 88 वर्षको उमेरमा यति एक्टिभली हामीसँग बसेर तयारी गरेर हामीलाई यो जुन ज्ञान बाँडिदिनु भयो, यसको लागि मुरी धन्यवाद टक्राउँदै आजको यो कार्यक्रमलाई यही समापन गर्न चाहन्छु।